ओके सो हेलो एभ्रिवान इट्स मी कृपस खतिवडा तपाईँहरूले हेर्दै हुन्छ फिजिक्स स्टोन र आज हामी पढ्दैछौँ इन्ट्रोडक्सन अफ अर्डिनरी डिफरेन्सियल इक्वेसन ओडिई अर्डिनरी डिफरेन्सियल इक्वेसन एन्ड स्लोप फिल्ड यो चाहिँ अब बेसिक कन्सेप्ट हो है बेसिक कन्सेप्ट चाहिँ एकदम क्लियर हुन्छ यसबाट सो तपाईँहरूले यहाँ के पढ्नुपर्छ भने टन्नै कुराहरू पढ्नुपर्छ जस्तै कि तपाईँहरूले डिरेक्सन फिल्ड एन्ड स्लोप डिरेक्सन भनेर पढ्नुपर्छ होइन भेक्टर फिल्ड भनेर पढ्नुपर्छ सो त्यो डेफिनेसनहरू चाहिँ मैले लेखाइनँ हाम्रो उयो एपमा चाहिँ तपाईँको फुल पिडिएफ नै छ डेफिनेसनहरू पुरै सर्ट नोट्स यो च्याप्टरको पुरै यो एपभित्र छ गएर डाउनलोड गर्नुहोस् र त्यहाँ फिजिक्स स्ट्रोन भन्ने एउटा टिचर अकाउन्ट छ त्यहाँभित्र चाहिँ मैले यहाँको नोटहरू सबै हालिदिएको छु यो डेफिनेसनहरू सबै हालिदिएको छु सो अहिले चाहिँ म तपाईँहरूलाई एक्चुअली हो चाहिँ के भनेर बुझाउँछु है त ल यो इक्विलिब्रियम सोल्युसन के हो इक्विलिब्रियम सोल्युसन के हो यो बुझाउँछु र स्टेबल सोल्युसन अनस्टेबल सोल्युसन र सेमी स्टेबल सोल्युसन तपाईँलाई कहिलेकाहीँ चाहिँ के भन्न सोधिन्छ भने एक्जाममा डिफाइन इक्विलिब्रियम सोल्युसन अब यो त नसल्ला डिफाइन इक्विलिब्रियम सोल्युसन भनेर अब मेबी कहिलेकाहीँ चाहिँ सोधिन सक्छ अथवा क्रिटिकल भ्याल्यु भने के हो भनेर सोधिन सक्छ अनि अनस्टेबल र स्टेबलहरूको चाहिँ तपाईँलाई ग्राफ बना भनेर चाहिँ क्वेसनमा घुमाएर क्वेसन नै सोधिरहेको हुन्छ है लगभग 4 मार्क्समा चाहिँ कहिलेकाहीँ सोधिरहेको हुन्छ यो इम्पोर्टेन्ट पनि छ एक्जाम बेसलाई है ल यो नसोधे पनि तर यही रिलेटेड अर्को क्वेसन यहीसँग सोधिन्छ है त ओके ल एक्चुअली हो चाहिँ के त इक्विलिब्रियम सोल्युसन भनेको के हो र डेफिनेसन चाहिँ तपाईँले यो एपमा भेटिसक्नुहुन्छ फ्रीमै हो है तपाईँलाई कुनै पनि पैसा लाग्दैन यहाँ अरू पनि ओल्ड इज गोल्ड क्वेसनहरू हुन्छ सो चेक गर्नुहोस् सो डेफिनेसन चाहिँ यो एपमा छ म तपाईँहरूलाई डेफिनेसनमा के भनेर लेखिएको छ भनेर बुझाउँछु है त द क्रिटिकल भ्याल्यु अफ वाइ भनेर लेखौँ ल द क्रिटिकल भ्याल्यु अफ ल मैले चाहिँ के गरिदिएँ भने भ्याल्यु अफ यो अलिकति ठुलो भइरहेको क्या है अलिकति सानो बनाऊँ ल ह्यान्ड राइटिङलाई चाहिँ लगभग अलिकति ओके यति गरी बुझिन्छ ओके ल हेरौँ है त ठिक छ ल अब द क्रिटिकल भ्याल्यु अब क्रिटिकल पनि अब स्पेलिङ त आउनुपर्ने हो है CRITICAL क्रिटिकल भ्याल्यु अफ लेख्नु भए पनि हुन्छ ल अफ वाइ फर विच वाइ ड्यास टेन्स टु 0 एकदम इम्पोर्टेन्ट है यही हो है मेन कुरा इज कल्ड इक्विलिब्रियम सोल्युसन ठिक छ अफ डिफरेन्सियल इक्वेसन ल यही नै हो अब के अरू तपाईँले लेख्नु भए पनि हुन्छ होइन अब त्यहाँ पिडिएफमा चाहिँ लेखेको होला सोल्युसन सेपरेसन द कर्भ होइन कर्भलाई चाहिँ छुट्याउने इन्क्रिमेन्ट हो कि डिक्रिमेन्ट हो स्लोपको फिल्ड भनेर छुट्याउँछ तर मेन कुरा चाहिँ द क्रिटिकल भ्याल्यु अफ वाइ हेर्नु है द क्रिटिकल भ्याल्यु अफ वाइ फर विच वाइ ड्यास टेन्स टु 0 इज कल्ड डिफरेन्सियल इक्वेसन सक्यो यति नै हो डिफरेन्सियल के अरे उसको तपाईँको यो इक्विलिब्रियम सोल्युसनको है तपाईँले डेफिनेसन चाहिँ बुकबाट हेरेर पढ्नु होला है त ल अब भन्न खोजेको के भन्दाखेरि एकदम बेसिक के यसले भन्न खोजेको के हो भने खासमा डिवाई बाई डिएक्स अथवा अरे कुन टर्म्समा दिएको छ डिवाई बाई डिटी दुइटै हुनसक्छ तर तपाईँलाई इक्वेसनले दिएको हुन्छ कि टी टेन्स टु इन्फिनिटी भन्यो भने टी लिने अथवा एक्स टेन्स टु इन्फिनिटी अथवा समथिङ के भन्छ भने एक्स लिने होइन भने चाहिँ ओभरअल्ली क्वेसनमा चाहिँ यस्तै सोधिरहेको हुन्छ है ओके dy by dt integration of dy by dt in terms of t equals to 0 भन्न खोजे है यति नै हो एकोर्डिङ टु डेफिनेसन यो जहिले पनि के हुन्छ त एकोर्डिङ टु डेफिनेसन यही नै हुन्छ ठिक छ यसलाई नै भन्छ के त इक्विलिब्रियम सोल्युसन कुनै पनि इक्विलिब्रियम सोल्युसन भन्छ यसैलाई अब के हुन्छ भने इक्विलिब्रियम सोल्युसनमा चाहिँ एउटा स्टेबल भन्ने हुन्छ अर्को अनस्टेबल भन्ने हुन्छ अर्को सेमी स्टेबल सोल्युसन भन्ने हुन्छ फेरि अलिकति जुम यिनै गर्नु धेरै जुम इन हुँदो रहेछ कि यताबाट गर्दाखेरि अलिकति जुम इन र जुम आउट ओके ल यति ठिक छ है त ल हेर्नु त अब यो के हो स्टेबल हुन्छ एउटा अनस्टेबल हुन्छ अर्को सेमी स्टेबल हुन्छ ठिक छ कुरो बुझ्यो ल अब म तपाईँहरूलाई पहिला सुरु इक्विलिब्रियमको एउटा एक्जाम्पल गराउँछु है त इक्विलिब्रियम जुन चाहिँ अनस्टेबल पनि होइन अनस्टेबल पनि हुनसक्छ स्टेबल नै हुनसक्छ सेमी स्टेबल नै हुनसक्छ तर डेफिनेसन ल एक्जाम्पल जस्ट एउटा चाहिँ तपाईँहरूले के होस् भने एउटा चाहिँ प्रपर अन्डरस्ट्यान्डिङ होस् भनेर है त ओके सो लेखौँ डिवाई बाई डिटी वाइ 4 माइनस वाइ ह्यान्ड राइटिङ चाहिँ अलिकति नराम्रो हुनसक्छ ल अब यो अकर्डिङ यो एउटा क्वेसन छ अब अकर्डिङ टु डेफिनेसन एज वी नो डिवाई बाई डिटी भनेको कति हो त 0 हो सो 0 इक्वल्स टु वाइ 4 माइनस वाइ ओके सो वाइको भ्याल्यु के आयो एउटा 0 आयो अर्को चाहिँ के आयो यो पुरै यता गएर 0 भयो वाइको भ्याल्यु 0 आयो अर्को चाहिँ वाइ यता गएर 0 भयो र 4 माइनस वाइ अनि 4लाई उता पठाउँदा -4 माइनस काटेर के हुन्छ त वाइको पावर 4 हुन्छ सो के हुने भयो त
यो दुईवटा जुन छ नि यो दुईवटा चाहिँ के हो त इक्विलिब्रियम सोल्युसन हो के हो इक्विलिब्रियम सोल्युसन यही भनेको छ नि त क्रिटिकल भ्याल्यु अफ वाइ यो चाहिँ क्रिटिकल भ्याल्यु अफ वाइ वेयर वाइ जेरो इज कल्ड ल यही है यसलाई तपाईँले वाइसी पनि भन्न मिल्छ जुन चाहिँ के हो त क्रिटिकल भ्याल्यु अफ वाइ हो है ठिक छ यही नै हो डेफिनेसन र अब हामी हेर्छौँ के हेर्छौँ त स्टेबल अनस्टेबल र त्यसको ग्राफ के हुन्छ त होइन माथि जान्छ कि यसरी माथि माथि जान्छ कि होइन त यसरी के हो यो यस्तो यस्तो देख्नुभयो होला नि तपाईँले बुकमा होइन कन्फ्युजन एकदम हुन्छ तर अब म तपाईँहरूलाई पढाउँछु सो सकेसम्म तपाईँको कन्फ्युजन डाउट क्लियर गर्ने ट्राई गर्छु है त यदि तपाईँहरूलाई कुनै पनि क्वेसनहरू सोध्नु पऱ्यो डाउट क्लियर भएन म्याथ रिलेटेड अथवा फिजिक्स रिलेटेड होइन सोध्नु पऱ्यो फिजिक्स रिलेटेड जुनै पनि 4th इयरसम्मको जुनै पनि सोध्नु भयो हुन्छ म्याथ रिलेटेड 1st इयर 2nd इयर 3rd इयरको पनि सोध्नुहुन्छ त्यसपछि मेरो मेजर फिजिक्स हो सो 1st र 2nd इयरको म्याथ चाहिँ तपाईँले मजाले सोध्नु सक्नुहुन्छ है त स्पेसली डिफरेन्सियल इक्वेसनको है ओके सो तपाईँहरूलाई हेर्नु त यो यहाँ गएर तपाईँहरूले क्वेसन सोध्नु सक्नुहुन्छ मलाई है यहाँ गएर चाहिँ डाइरेक्ट तपाईँले मसँग सिधै च्याट गर्न सक्नुहुन्छ यो ब्याचलर क्वेसन ब्याङ्क एपमा गएर है त ओके सो ब्याक टु हियर यो मेरो आफ्नै एप हो त्यही भएर मैले मार्केटिङ गरिरहेको जस्तो पनि भइरहेको छ मैले आफ्नै मिहिनेत गरेर बनाएको एप हो सो गएर तपाईँले चेक पनि गर्न सक्नुहुन्छ र मैले एप बनाउने कोर्सेसहरू पनि हाल्छु है पछि ओके सो अब हेर्नु है त अब म तपाईँहरूलाई एकदम मजाले बुझाउँछु ल स्टेबल भनेको के हो स्टेबल सोल्युसन भनेको के हो ल यसलाई हामी के पनि भन्छ भने मैले अलिकति तपाईँलाई नोटमा लेखेँ CONVERGING कन्भर्जिङ पनि हुन्छ यो ह्यान्डराइटिङ अलिकति नराम्रो हुनसक्छ सो तपाईँहरूलाई म यहीँ ल मैले लेखेँ है यत्तिकै CONVERGING कन्भर्जिङ भन्न मिल्छ है यसलाई अनि तपाईँको अनस्टेबललाई चाहिँ के भन्छ त DIVERGING डाइभर्जिङ भन्छ है त ल ओके कन्भर्जिङ भनेको के हो पहिला हेरौँ स्टेबल भनेको के हो नम्बर 1मा हेरौँ ओके नम्बर 1मा हेरौँ स्टेबल सोल्युसन के हो है त स्टेबल सोल्युसन भनेको एक्चुअली हो चाहिँ के त ल अब तपाईँले डेफिनेसन लेख्नु भए पनि हुन्छ द solution curve as increase below and अब एन्ड के हुन्छ त डिक्रिज अथवा डिक्रिजिङ above to the what equilibrium solution is called के हो त स्टेबल सोल्युसन सो यसबाट लेख्दाखेरि ह्यान्डराइटिङ अलिकति नराम्रो हुन्छ सो तपाईँहरूले अलिकति यो कुरालाई चाहिँ टलरेट गर्नुपर्छ ल अब हेर्नु है त एकछिन ल मैले एउटा पेपर राख्छु अनि लेख्छु है अलिकति पेपरमा लेखेर जस्तो हुन्छ त ओके ल हेर्नु त यो भन्नु खोजेको के हो यो डेफिनेसन मैले भनिहालेँ डेफिनेसन तपाईँले यो एपमा मेरो एपमा भेट्नुहुन्छ यहाँ गएर भेट्नुहुन्छ सो तपाईँहरूलाई मैले चाहिँ एक्चुअल कन्सेप्ट चाहिँ बुझाउन खोज्छु ल के भन्न खोजेको हो भने नि अब यो बुझ्नुभन्दा अगाडि पनि अझ अर्को एउटा सानो कुरा बुझौँ ल डिवाई बाई डिटी हुन्छ भन्ने कुरा त बुझ्नुभयो ठिक छ यो हुन्छ भन्ने कुरा बुझ्नुभयो नि अब हेर्नु डिवाई बाई डिटी इफ ग्रेटर देन 0 भयो यदि ग्रेटर देन 0 भयो भने याद गर्नु है यदि डिवाई बाई डिटीको भ्याल्यु डिवाई बाई डिटी निकाल्दाखेरिको भ्याल्यु डिवाई 0 भन्दा के ठुलो हो भने वाइ के हुन्छ त सधैँ इन्क्रिजिङ हुन्छ ल भन्नु खोजेको के भने तपाईँको यस्तो छिछि कस्तो भङ्ग भएको यार लो अब रिफ्रेसै गर्नुपर्छ एकचोटि फेरि यस्तो हो भने चाहिँ ल यो बग है यो वेबको ओके सो यो भयो भने चाहिँ के हुन्छ भने ग्राफ चाहिँ यस्तो हुन्छ ल साथीहरू ग्राफ चाहिँ यस्तो हुन्छ जस्तो कि यसरी ल हेर फेरि के हो र कति के भइरहेछ यो वेट टेक्निकल एरर हो भया ल यहाँ हेरौँ है त अलिकति क्लिक गरेँ जस्तो लाग्यो बोर्डमा ल हेरौँ है त ग्राफमा हेरौँ सो यो टी छ
हैन विथ रेस्पेक्ट टु के चाहिँ हो y छ यस्तो ग्राफ छ भने चाहिँ के हुन्छ नि dy बाइ dt भयो भने चाहिँ इन्क्रिज हुन्छ भनेको चाहिँ y को भ्यालु चाहिँ इन्क्रिज हुँदै जान्छ के यसरी y टेन्ड्स टु अपवार्ड हुन्छ के यसरी हुन्छ ल यो याद गर्नु ल मैले अहिले यो स्टेबल सोल्युसन पढाइरहेको छैन बेसिक अन्डरस्ट्यान्डिङ गराइदिइरहेको छु ल dy बाइ dt को भ्यालु यदि चाहिँ के भयो त स्मलर देन 0 भयो भने चाहिँ y के हुन्छ त अब त सकिहाल्यो डिक्रिज हुन्छ है डिक्रिजिङ हुन्छ ल अब यही तपाईले ग्राफ बनाएर हेर्नुभयो भने ठ्याक्कै भेटिहाल्नुहुन्छ t इन टर्म्स अफ y यस्तो हुन्छ के हुन्छ त यसको भ्यालु यसरी डिक्रिज हुन्छ ल यसरी डिक्रिज हुन्छ ठीक छ कुरा बुझिन्छ अथवा अर्को कन्डिसन पनि हुन्छ dy बाइ dt को भ्यालु चाहिँ इक्वल्स टु 0 भयो भने के हुन्छ त 0 हो भने चाहिँ केही नै हुँदैन 0 हो भने चाहिँ के लेख्न मिल्छ भने नट चेन्जिङ भन्ने लेख्न मिल्छ y does not change जस्तो कि y को भ्यालु चाहिँ के भइदेला अनि यस्तो भइदेला के y को भ्यालु चेन्जै नभइदेला हैन अथवा तपाईले यसरी -- लेख्न सक्नुहुन्छ ठीक छ एउटा यो कन्सेप्ट हुन्छ ठीक छ कुरा बुझिन्छ ल यो एकचोटी स्क्रिनशट गर्नु त म यति कुरा मेटिदिहाल्छु गर्नु म स्क्रिनशट ओके मैले मेटिदिए ल यो हेर्नु है अब मैले यति कुरा भनिसकेपछि तपाईहरुले एउटा कुरा त सर बुझिसक्नु भयो होला अथवा यस्तो गर्दिनु तपाईहरुलाई कन्फ्युजन हुन्छ पछि पनि हेर्नुपर्छ है यसो गरेर हामी तल लेखौँ ल अब म स्टेबल सोल्युसन पढाउँछु ल फेरि ल मैले स्टेबल सोल्युसन के भनेको थिएँ भने स्टेबल सोल्युसन हेर्नु है मैले के भनेको थिएँ इन्क्रिज बिलो सुन्नु त इन्क्रिज बिलो एन्ड डिक्रिज अबभ अब हेर्नु है मैले यहाँ माथि त्यही नै लेखेको छु हेर्नु त इन्क्रिज बिलो डिक्रिजिङ अबभ है भन्नु कस्तो गाह्रो टपिक जस्तो है के लेखा जस्तो हुन्छ नि तर त्यस्तो हुँदैन है बुझौँ है त ल हेरौँ है म ग्राफ बनाउँछु ल मेरो यो ग्राफवाला चाहिँ त्यस्तै छ हेर्नु साथीहरू है त अब यो यसलाई टलरेट गर्नु पर्यो बनाउनु त म ब्युटिफुल नै बनाउन सक्छु तर टाइम अलि धेरै खान्छ कि यस्तो बनाउँदा यसरी बनाउँदा मिल्छ ट्याक्क यसरी अनि हैन फेरि ट्याक ल अनि फेरि यहीँ थिच्यो हैन अनि ट्याक यसरी बनाउँ ल यसलाई अब हेर्नु है त यस्तो कुनै पनि ग्राफ छ भने अब यो हातैले लेखे पनि अलि भइहाल्थ्यो मैले अब यस्तो गरेँ ठीक छ ल अब यस्तो ग्राफ छ भने के बुझ्नु भने यहाँ अर्को पनि एउटा यस्तो लाइन छ अब यो लाइनलाई एकछिन नलिनु ल जस्तो यो y भन्ने छ यो चाहिँ के छ त t छ अब तपाईलाई थाहा छ dy बाइ dt त हुन्छ अब कुन हुन्छ इक्विलिब्रियममा 0 हुन्छ बुझ्नु है तर कन्डिसनमा मैले यो अनस्टेबल सोल्युसनको डेफिनेसन के भनेर पढाएको छु फेरि हेर्नुस् त इन्क्रिज बिलो डिक्रिज अबभ के भन्न खोज होला है फेरि हेरौँ है त ल y इक्वल्स टु yc लेखौँ यहाँ म यो अझै क्लियरसँग बुझाउँछु एकछिन है ल हेर्नु त के भन्न खोजेको छ भने डिक्रिज टुवार्ड्स अथवा डिक्रिज टुवार्ड्स के भने पहिला सुरु इन्क्रिज बिलो भन्दा नि डिक्रिजिङ अबभ ल हेर्नु त डिक्रिजिङ अबभ भनेको छ नि यो भन्न खोजे चाहिँ के भने डिक्रिजिङ टुवार्ड्स yc भन्न खोजेको के डेफिनेसनले जे भने पनि तपाईहरुले के बुझ्नु भने डिक्रिजिङ टुवार्ड्स yc भनेपछि स्टेबल जहिले पनि कस्तो हुन्छ त स्टेबलको ग्राफ यस्तो हुन्छ यसलाई मैले चाहिँ के गर्दै मेट्दै ल यस्तो एरो दिउँ न त ल यो के हुन्छ त यस्तो हुन्छ जहिले पनि के हुन्छ त स्टेबलको ग्राफ के हुन्छ त जहिले पनि डाउनवर्ड्स टु के हुन्छ त yc हुन्छ ठीक छ यसरी लेख्न मिल्यो यसलाई डिक्रिजिङ टुवर्ड्स yc लेख्नु मिल्यो है अब के हो त यो फेरि y कै भ्यालु है y नै हो यो y यस्तो होला ठीक छ ग्राफ बनाएको है सम्झिनुस् ल यो चाहिँ एउटा इक्विलिब्रियम कन्डिसन हो के इक्विलिब्रियम कन्डिसन म अहिले क्वेशन गराउँछु त्यतिखेर अझै क्लियर हुन्छ ल कन्सेप्ट 1 2 3 4 5 अझै कन्सेप्ट क्लियर हुन्छ ल अब यो चाहिँ के हुन्छ नि y चाहिँ टुवर्ड्स फेरि y कता जान्छ त यसरी टुवर्ड्स yc जान्छ भन्नु खोजेँ के मैले भन्दैछु है म अहिले पछि अझै क्वेशन गर्दा अझै तपाईको कन्सेप्ट क्लियर पार्छु ल इन्क्रिजिङ टुवर्ड्स वाट yc सो के लेख्न मिल्यो त
इन्क्रिजिङ टुवर्ड्स YC। ठिक छ, यो के हो त स्टेबल भयो। अब म तपाईँहरूलाई एउटा इक्वेसन गराउँछु के को अनस्टेबल स्टेबलको है त। अथवा अनस्टेबल बुझ्ने हो त पहिला अनस्टेबल बुझ्नु भयो नि हुन्छ पहिला सुरुमा। ल अब हेरौँ है त अनस्टेबल चाहिँ ठ्याक्कै अपोजिट हुन्छ फेरि। ल मैले अहिले अनस्टेबलकै ग्राफ बुझाइदिएँ किनकि म ग्राफमै छु त्यही भएर हेर्नु त अनस्टेबलको अनस्टेबल सोल्युसनको ग्राफ हेर्नु है त के हुन्छ ठ्याक्कै कन्डिसन हेर्ने ठ्याक्कै मिट हुन्छ नि कन्डिसन। पहिला के गरौँ y एक्सिस एउटा ड्र गरौँ हो अनि के गरौँ त अर्को टी एक्सिस ड्र गरौँ है। ठिक छ, अनि अर्को एउटा के गरौँ त एउटा इक्विलिब्रियम कन्डिसन कतै होला। यो कहाँ हुन्छ ठ्याक्कै मैले बिचमा लेखाएँ बिचमा हुने रहेछ होइन है जता नि हुनसक्छ यो म बुझाउँछु। ल हेर्नु है त अब यो के हो यो त YC हो जहिले पनि बिचमा YC हुन्छ। यो के हो इन टर्म्स अफ टी इन टर्म्स अफ Y ग्राफको पोजिसन त सेम हो। अब हेर्नु है कसरी म चाहिँ कसरी बुझ्छु भने स्टेबल भनेको चाहिँ याद गर्नु पहिला स्टेबल भनेको चाहिँ माथिदेखि तल आउँछ Y को भ्याल्यु टुवार्ड्स C अनि तलदेखि माथि जान्छ टुवार्ड्स C। अनि यसो सोच्नु है त एउटा बल तपाईँले फाल्नुभयो अरे यसरी कहाँ जान्छ यो बल यसरी फाल्नुभयो भने छिछि एउटा एक ठाउँमा तपाईँले बल हातमा लिएर यसरी फुत्त भएमा फाल्नुभयो भने यो बल कहाँ जान्छ यसरी अपवार्ड जान्छ होइन त। यसरी यहाँ हान्नु भएको बल यहाँ ठोकेर कहाँ जान्छ यसरी जान्छ नि। त्यसै गरेर माथिबाट हान्नुभयो भने एउटा बल यहाँ आउँछ यहाँ ट्याक्क बल ठोकिन्छ अनि कहाँ जान्छ त यस्तो जान्छ। हो म चाहिँ यसरी बुझ्छु क्या स्टेबलमा चाहिँ माथिबाट तल आउँछ ठिक छ तलबाट माथि जान्छ यो पनि ठिक छ तर अनस्टेबलमा चाहिँ ठ्याक्कै यसको अपोजिट हुन्छ भनेपछि अब के हुँदो रहेछ त अनस्टेबलमा बुझिहाल्नु ठ्याक्कै अपोजिट हुन्छ ठ्याक्कै आएर ठोकिन्छ जस्तो गर्ने के। अब के लेख्नु मिल्यो त यो सँगै लेखौँ यसरी यसरी है ठिक छ यसरी माथि गयो ठिक छ। अब के हुन्छ त्यहाँबाट फेरि तल किनकि बल एकचोटि यहाँ ठोकेर ड्याङ्ग यसरी झर्छ नि हो त्यस्तै गरी यसरी लेख्नु। मैले यो त बुझाउनलाई भने है फेरि ए कहाँ बल झर्छ यहाँ भन्नु होला। ल यो तपाईँहरू अलिक बेटर राम्रोसँग स्केलिङ गरेर तान्नु भए पनि हुन्छ। सो यसलाई के भन्नु मिल्छ इन्क्रिजिङ अब टुवार्ड्स भन्न मिलेन अब के भन्नु पऱ्यो अब YC अनि के भन्नु मिल्यो डिक्रिजिङ बिलो टुवार्ड्स YC होइन यो YC भन्दा तलतिर गयो र माथितिर गयो है त। ल यो भनेको के हो त अनस्टेबल हो। ग्राफ है ग्राफ हेर्ने है त साथीभाइहरू। अब अर्को छ हामीले पढिरहेको एउटा के छ सेमी स्टेबल छ तर त्यो बुझ्नुभन्दा अगाडि म तपाईँहरूलाई इक्वेसन गराउँछु है त किनकि स्टेबल अनस्टेबल मजाले बुझ्छ है त। तपाईँले यो ग्राफ बुझ्नु भएको छैन भने पनि अबको इक्वेसन गर्दाखेरि चाहिँ मजाले बुझ्नुहुन्छ है ठिक छ। ओके सो मैले अहिले इक्जाम्पल लिइरहेको छु अब हेर्नु त इक्जाम्पल नम्बर 1 लिइरहेको छु अहिलेको लागि चाहिँ मैले स्टेबलको लिइरहेको छु। ल एक्जाममा आउने इक्जाम्पल हो ल यो तपाईँले ट्युसन केही पढ्नु पर्दैन ल BSc सेकेन्ड इयरको म्याथको किनकि म सबै तपाईँहरूले तपाईँहरूले ट्युसनमा जे पढ्नुहुन्छ अनि तपाईँहरूले चाहिँ बुकमा जे छ अनि अहिलेसम्मको ओल्ड स्कुलमा जे क्वेसनहरू छ म सबै तपाईँहरूलाई पढाउँछु अनि तपाईँहरूलाई केही कन्फ्युजन लाग्यो भने यहाँबाट सोध्नु सक्नुहुन्छ फेरि मार्केटिङ है अर्को। ल अब अर्को हेरौँ है त एउटा स्टेबल यो पेपर अलि हल्लिरहेछ एकछिन ल मलाई 1 मिनट टाइम दिनु ल यसरी लेखौँ न अलिकति पेपरको मुभमेन्ट धेरै भयो क्या मेरो जस्ट मिनट है गाइस थाहा छैन अब यो कतिको स्टेबल हुन्छ त्यही पनि यसरी लेख्यो भने चाहिँ ओके हल्का अनस्टेबल भयो क्या होइन स्टेबल पढाइरहेको अनस्टेबल भयो क्या यहाँ ओके ल मैले पढाएँ त सरी तपाईँहरूलाई मैले के भन्दै थिएँ स्टेबलको के गर्दै थिएँ त स्टेबल सोल्युसनको के गर्दै थिएँ इक्वेसन लेख्दै थिएँ। ल एउटा इक्जाम्पल हेरौँ dy/dt इक्वल्स टु 4 - y मैले भने यहाँ t पनि हुनसक्छ x पनि हुनसक्छ तपाईँहरू त्यो भएर कन्फ्युज नहुने ल। अब हेर्नु त यस्तो क्वेसन आयो भने कसरी गर्ने त हेर्नु है त अब यस्तो क्वेसन आयो भने कसरी गर्ने एज वी नो हामीलाई थाहा नभए पनि हामी एज वी नो लेख्छौँ
dy बाई डिटी इक्वल्स टु 0 यो कसले भने हो त यो बाई डेफिनेसन ठिक छ बाई डेफिनेसनले के भने इक्विलिब्रियम कन्डिसन चाहिँ यो हुन्छ चाहे स्टेबल होस् चाहे अनस्टेबल होस् जे भए पनि यो हुन्छ अरे भन्यो ठिक छ सो यहाँ 0 लगाइराख्नु मिल्यो अब हेरौँ नि त यो इक्वेसन 0 इक्वल्स टु इन इक्वेसन फर्स्ट 0 इक्वल्स टु 4 माइनस वाई ठिक छ सो वाईको भ्याल्यु कति आयो त 4 आयो सो यो के रहेछ त यो इक्विलिब्रियम सोल्युसन रहेछ यो इक्वेसनको र यसलाई हामीले के पनि भन्न मिल्छ त वाइसी भन्न मिल्छ वाइसी कति रहेछ त 4 रहेछ ल अब हेर्नु त ग्राफ ड्र गरौँ हेर्नु है मैले ग्राफ ड्र गरेँ ल अब ग्राफ ड्र ल अहिले नै गर्दा पनि भइहाल्यो अहिले नै एउटा ग्राफ ड्र यता गरिदिइहाल्नु ठ्याक्क लाएर लु हेर फेरि यो के हो एउटा ग्राफ ड्र गरिदिउँ ल ग्राफ ड्र गरौँ है त एउटा ग्राफ ड्र गर्नलाई पहिला सुरुमा हामीले एउटा लाइन लियौँ र अर्को एउटा बिचबाट इक्विलिब्रियम लाइन तान्यौँ र अर्को एउटा के गर्यौँ त लाइन राख्यौँ है एकदम सिम्पल लजिक ल यहाँ के दियौँ वाई दियौँ यो के दियौँ टी छ टी लेख्यौँ यदि यहाँ एक्स भए पनि मैले यहाँ एक्स लेख्थेँ यो 0बाट सुरु छ ल यो वाइसी भयो वाइसीको भ्यालु कति छ त 4 छ ओके ल हेर्नु है अब यस्तो कुरामा चाहिँ के गर्नुपर्छ भने नि यो 4 छ नि हो 4 छ भनेपछि सपोज यो 4 छ यो लाइन 4 मा रहेछ भनेपछि योभन्दा माथि 5 होला योभन्दा माथि 6 होला योभन्दा माथि 7 होला योभन्दा तल 3 होला योभन्दा तल 2 होला योभन्दा तल 1 होला र यो 0 होला यही हो ग्राफको कन्डिसन हो ठिक छ अब टाइमको भ्यालु त यता हुँदै जान्छ ठिक छ ल अब हेर्नु है जहिले पनि म एक स्टेप अबब लिएर एउटा भ्यालु लिन्छु सपोज अब यो सपोजले चाहिँ म ग्रिनमा लेखेँ सपोज यो लिएको भ्यालु फेरि कहाँबाट लिनुभयो भन्नु होला मैले यत्तिकै लिएको टेक वाई इक्वल्स टु सपोज अहिलेलाई चाहिँ हामी बढी लिदिउँ अथवा ल कमै लिदिउँ 2 लिदिउँ वाईको भ्यालु 2 छ अरे के छ अरे वाईको भ्यालु 2 छ अरे सपोज यहाँ छ अरे वाईको भ्यालु अब हेर्नु त मैले के लेख्नु मिलेँ अब डिवाई बाई डिटी उयो माथिको इक्वेसनमा राखेँ ल 4 माइनस 2 यो भनेको कति आयो 2 सो हेर्नु त डिवाई बाई मैले यतिलाई सबैलाई हरियो नबनाइदिउँ किनकि कन्फ्युजन हुनसक्छ तपाईँहरूलाई ओके सो के भयो क्लिक भएन भयो ल सो डिवाई बाई डिटी इन फर्स्ट इक्वेसन डिवाई डिटी 4 माइनस वाई सो वाईको भ्यालु कति राख्यो 2 4 माइनस 2 इक्वल्स टु 2 सो एज वी हेभ डिवाई बाई डिटी इक्वल्स टु 2 सो यो भन्नुको मिनिङ के हो डिवाई बाई डिटी इज ग्रेटर देन 0 हो कि होइन हो ग्रेटर देन 0 हो कि हो सो ग्रेटर देन 0 हो भने ग्राफ के हुन्छ त वाई के हुन्छ त सधैँ इन्क्रिजिङ हुन्छ हो कि होइन हो नि मैले त त्यही भने हो नि होइन वाईको भ्यालु के हुन्छ त सधैँ अपवर्ड्स हुन्छ यदि वाईको भ्यालु के भयो मैले अघि नै भनेको थिएँ नि डिवाई बाई डिटी भयो भने यो हुन्छ भनेको थिएँ नि ठिक छ कुरा ठिक छ ल अब हेरौँ है अब यहीँबाट निस्क्यो क्या 2 कुन बेला छ वाईको भ्यालु 2 यहाँ छ यहाँ गरेर मैले हरियो लिएँ वाईको भ्यालु के छ 2 छ यहाँ हामीले सपोज गऱ्यो अब यहाँबाट हेर्दाखेरि ग्राफ के छ त अपवर्ड छ अपवर्ड इन्क्रिजिङ अपवर्ड्स वेयर वाइसी इन्क्रिजिङ अपवर्ड वाइसी कहाँ छ यहाँ छ भन्छ यो ग्राफ के हुने भयो छि यो ग्राफ के हुने भयो यस्तो हुने भएन त ल अब 2 देखि नै यस्तो हुँदै जाने भयो सो यो के हुने भयो हेर्नु त यस्तो हुने भयो ल ठिक छ एउटा निस्क्यो अब हेर्नु अर्को मैले टेकिङ गरेँ टेक के गरौँ भन्नु त वाईको भ्यालु कति लियो वाईको भ्यालु अब तपाईँहरूले माइनसमा लिए नि भयो अथवा वाईको भ्यालु चाहिँ बढी 6 यहाँ योभन्दा बढी माइनसमा लिनु त मिलेन किनकि यो योभन्दा बढी चाहिँ भन्नु चाहिँ 4 भन्दा बढी वाईको भ्यालु चाहिँ ल मैले 6 लिएँ किन 6 लिएँ भन्दाखेरि अब हेर्नु 4 भन्दा तल 4 2 स्टेप 4 भन्दा तल गयो त्यो 3 2 लिएँ 2 स्टेप माथि 5 6 लिएँ सजिलो होस् भनेर 6 लिएँ ल अब हेर्नु त के हुन्छ त्यो गर्दाखेरि डिवाई बाई डिटी इक्वल्स टु के हुने भयो 4 माइनस त वाई नै हो इन फर्स्ट इक्वेसनमा त्यही नै छ अब हेर्नु 4 माइनस 6 यो भनेको कति हुन्छ 4 माइनस 6 5 6 भने चाहिँ -2 भयो सो -2 भयो
याद गर्नु है कति भयो -2 भयो सो dy बाई dt को भ्याल्यु के हो 0 भन्दा के भयो कम भयो सो स्मलर देन 0 भने y को भ्याल्यु के हुन्छ सधैँ डिक्रिजिङ टुवर्ड्स yc हेत्तेरिका यही भने हैन त माथि यहाँ माथि हेर्नु त y को भ्याल्यु के भयो 0 भन्दा कम भयो भने के हुन्छ डिक्रिजिङ हुन्छ माथि लेखेको छुट्टै कुरा छ तर डिक्रिजिङ टुवर्ड्स t हैन ल यो अलिकति बिग्रेछ yc लेखौँ ल yc t नै लिए नि के हुँदैन यहाँ त यहाँ यसको लागि त t नै मिलिहाल्छ के हुँदैन यहाँ चाहिँ भन्नुहुन्छ ल ओके सो हेर्नु त के भयो ओके ल मेटम हरियो लियौँ है अब हेर्नु y को भ्याल्यु के भयो डिक्रिजिङ टुवर्ड्स yc अब हेर्नु 6 मा थियो y भने कति छ 6 मा थियो छिछि यहाँ हैन त अघि लिएको भ्याल्यु हो सो यहाँबाट के हुने चाहिँ डिक्रिज हुने चाहिँ भ्याल्यु कहाँ yc मा अब हेर्नु है त अब तपाईहरुलाई यो इक्वेसन के हो भन्ने कुरा थाहा छ कि थाहा छैन त यस्तो देखेपछि के हुन्छ यो स्टेबल हुँदैन त यो स्टेबलको ग्राफ हैन त हेर्नुस् त यी स्टेबलको ग्राफ यस्तै हुन्छ भने हैन त भएन त स्टेबलको ग्राफ यसरी आयो ठक्केर माथि गयो भने चाहिँ के हुन्छ फेरि अनस्टेबल वाला ग्राफ हुन्छ सो स्टेबल ग्राफ रहेछ सो तपाईहरुलाई यो स्टेबल सोलुसन नदिएको भए पनि यो के थाहा हुन्थ्यो स्टेबल ग्राफ रहेछ भन्ने थाहा हुन्थ्यो सिम्पल छिछि मिलेन त कुरा मिल्यो नि मिल्यो कि मिलेन मिल्यो ल अब अर्को एउटा ग्राफ हेरौँ है त अब यो कुन के हो आफै पत्ता लगाउनु ल तपाईहरु पत्ता लगाउनु ल एउटा इक्वेसन छ एक्जाम्पल के छ त एक्जाम्पल भन्ने हेरौँ है त dy बाई dt इक्वल्स टु y माइनस 4 छ अब यो के छ माथिको माथि के थियो 4 माइनस y थियो अब यसमा चाहिँ के छ y माइनस 4 छ अब हेरौँ है त ग्राफ कस्तो हुन्छ सबैभन्दा अगाडि के थाहा भयो नि त ओके मैले वाइटै लिएँ ल सबभन्दा अगाडि तपाईहरुलाई के भनेको छ त बुकले dy बाई dt इक्वल्स टु 0 हुन्छ भनेको छ हो एज अ डेफिनेसनले भनेको इक्विलिब्रियम डेफिनेसनले ओके ठीक छ अब यहाँ लगेर 0 राख्नु इन 1 यसलाई मैले 1 भन्दै in equation first dy by dt equals to 0 so we get 0 equals to y minus 4 so यो भनेको के हो y भनेको 4 नै छ y भनेको कति आयो भ्याल्यु 4 आयो सो y को भ्याल्यु कति रहेछ त 4 रहेछ माथिको इक्वेसनमा हेर्नु भने y को भ्याल्यु कति थियो 4 नै थियो है सो यतिखेरसम्म केही पनि डिफरेन्स देखेको छैन कुरामा सो y को क्रिटिकल भ्याल्यु पनि के y को भ्याल्यु पनि कति रहेछ त 4 रहेछ सो yc भनेको कति रहेछ त 4 रहेछ सो तपाईले एउटा ग्राफ बनाइहाल्नुस् यो भेट्नेबित्तिकै हामीले ग्राफलाई कस्तो कलर बनाउने गराएको थियो त्यस्तै बनाउँ न है ल हटाइदिउँ ल हटाइदिउँ यसलाई ओके ल हट्दैन त यो त के हो लु हेर हाम्रो म्याथको ब्याग नहटाएछ त्यसको हट्दैन रहेछ है ल यहाँ जाउँ हैन यहाँ लगेर यस्तो एउटा लाइन बनाइदिउँ ओके एउटा लाइन ओहो छिछि कन्ट्रोल जेड एउटा लाइन ड्रा गर्दिउँ अर्को लाइन ड्रा गर्दिउँ ल हेर हेत्तेरिका यो टाइम वेस्ट हुन्छ कि लाइनले चाहिँ अलि ल ल ल के हो यस्तो हेत्तेरिका यो टाइम वेस्ट हुने काम गर्छ कि लाइनले जहिले पनि लाइनलाई अलिकति यता राख्दिउँ ओके सो हामीलाई एज वी नो अब चाहिँ थाहा हुनुपर्छ ल साथीहरू यो भनेको t हो यो भनेको के हो त यो भनेको y हो र यो भनेको के हो yc हो मैले भनिहाल्छु यो जे पनि हुन सक्छ यो पोइन्ट माइनसमा पनि हुन सक्छ नि -1 पनि त हुन सक्छ नि है ल -1 भयो भने t भन्दा तल हुन्छ ल त्यो चाहिँ बुझिराख्नुस् किनकि यो 0 बाट सुरु भयो अहिले के छ t को y को भ्यालु 4 छ सो क्रिटिकल भ्यालु के छ त 4 छ सो सपोज यो 4 होला यो 4 होला यहाँ यतातिर 4 होला सो यो 3 होला यो 2 होला यो 1 होला र यो 0 होला 5 होला 6 होला 7 होला ठीक छ ल अब हेरौँ है त कस्तो ग्राफ बन्छ त पहिले सुरुमा थाहा पाउनु पर्यो अब सपोज गर्नु पर्यो फेरि है अब टेक अघि हामीले कति ल्याएको थियो अघि हामीले 2 ल्याएको थियो फेरि हामीले 2 नै लियौँ ल 2 नै लिएर y इक्वल्स टु 2 लिएर अब इन फर्स्ट इक्वेसन के हुन्छ त अब के हुन्छ त dy बाई dt इक्वल्स टु
2 - 4 ल हेर्नु अब 2 - 4 भनेको के हो त -2 हो सो dy/dt के हो त स्मलर देन के हो 0 भयो सो स्मलर देन 0 भएपछि यो भ्यालु के हुन्छ त डिक्रिजिङ हुन्छ है ल अब हेर्नुस् 2y भनेको छ यहाँ गयो 2 अब हेर्नु अब समस्या पर्यो नि यहाँ अब समस्या पर्यो अब के छ त डिक्रिजिङ छ यहाँ 2 छ अब डिक्रिजिङ मैले भनेको थिएँ डिक्रिजिङ केबाट डिक्रिजिङ yc बाट डिक्रिजिङ हुँदै आउँछ भनेपछि यहाँबाट चाहिँ भ्यालु के हुन्छ त यसरी डिक्रिज हुँदै आयो के बुझ्नु भने त कुरा यसरी के आयो त डिक्रिज हुँदै आयो भ्यालु डिक्रिज हुँदै आयो भ्यालु ठिक छ भ्यालु के भयो त यसरी डिक्रिज हुँदै आयो सिधा हुँदैन अलिकति छड्के राखौँ ल ओके अब हेर्नु अब हामीले फेरि के लेख्यौँ टेक हेर्नु हामीलाई कुन यो के हो स्टेबल अनस्टेबल के थाहा छैन है हामीलाई हेर्नु किनकि एउटै इक्वेसनमा दुईटा एउटा स्टेबल एउटा अनस्टेबल आउन पनि सक्छ है ल अब हेरौँ त टेक y इक्वल्स टु यहाँ 2 ल्याएको थियो यहाँबाट भने चाहिँ अब 6 लेखौँ यहाँ गएर लेखौँ कतै 6 लेखौँ सो अब यो लिँदाखेरि के हुन्छ त हेत्तेरिका dy/dt इक्वल्स के हुन्छ त भन्नु त 6 लिँदाखेरि y को भ्यालु 6 राखौँ यहाँ लगेर 6 राखौँ 6 - 4 4 5 6 भने चाहिँ 2 आयो सो dy/dt को भ्याल्यु 2 छ भनेपछि इट्स अलवेज ग्रेटर देन 0 त्यो त हामीलाई बेसिक बच्चैदेखि कुरा हो थाहा भएको कुरा हो इन्क्रिजिङ के हो त इन्क्रिजिङ अब त इन्क्रिजिङ हेर्नु अब यहाँ कस्तो इन्ट्रेस्टिङ कुरा भयो क्या इन्क्रिजिङ अबोभ भयो क्या अबोभ yc भयो होइन किन भन्दाखेरि यो भ्यालु के छ 6 कहाँ छ यहाँ छ 6 यहाँ छ ठिक छ यो 6 हो अब हेर्नु y को भ्यालु कति इन्क्रिजिङ अबोभ yc भने चाहिँ y को भ्यालु त 0 हो भनेपछि यो कसरी जाने हो ग्राफ यसरी जाने हो के यसरी हेत्तेरिका डिक्रिजिङ भए पो डिक्रिजिङ हुन्थ्यो त मैले भने नि यदि ग्रेटर हो भने त इन्क्रिजिङ हुन्छ नि त जहिले नि इन्क्रिजिङ अब यहाँबाट सुरु भएको इन्क्रिजिङ कता हुन्छ त यहाँबाट त माथि हुँदैन यहाँबाट इन्क्रिजिङ हुन्छ सो यो के हुनुभयो त यसरी इन्क्रिजिङ हुनुभयो ल यो ग्राफ चाहिँ यसरी इन्क्रिजिङ हुनुभयो र यसलाई हामी के भन्छौँ त यस्तो ग्राफ देख्यौँ भने हामी यसलाई के भन्छौँ अनस्टेबल भन्छौँ र यसलाई हामी के पनि भन्छौँ त अनस्टेबललाई हामी के पनि भन्छौँ डाइभर्जेन्ट पनि भन्छौँ जो चाहिँ मैले यहाँ माथि पनि लेखेको छु डाइभर्जेन्ट पनि भन्छौँ र चेक गरौँ त मिल्यो कि मिलेन यदि ग्राफ के हुन्छ y को भ्यालु बढी हुन्छ नि इन्क्रिज हुन्छ जुन इन्क्रिज भए पनि छ यहाँ y को भ्यालु के भयो त बढी भयो सरी यहाँ ग्रेटर देन भयो त्यही भएर इन्क्रिज भयो ल हेर्नु त यसलाई अनस्टेबल यसलाई माथिकोलाई स्टेबल यसलाई अनस्टेबल भन्छ ठिक छ कुरा बुझिन्छ ओके म अझै इक्वेसनहरू त यसको एक्जाम्पल स्टेबल अनस्टेबलको एक्जाम्पलहरू त गराइहाल्छु ल बुझिन्छ है ल अब हेरौँ अर्को एउटा हामीसँग इम्पोर्टेन्ट टपिक थियो के थियो अर्को हाम्रो ओके सेमी स्टेबल सल्युसन अब सेमी स्टेबल सल्युसन हुन्छ तर सेमी अनस्टेबल सल्युसन किन हुँदैन भन्नु होला त्यस्तो हुँदैन है ल हेरौँ है त के भनिन्छ भने पनि यो अब तपाईँहरूलाई कसरी बुझौँ भने y इक्वल्स टु yc हुन्छ मैले फेरि लेखेँ y इक्वल्स टु yc हुन्छ र के हुन्छ भने सोल्युसन इक्विलिब्रियम सोल्युसन चाहिँ के हुन्छ त वान साइड हुन्छ क्या वान साइडेड हुन्छ अनि के हुन्छ त मुभिङ अवे फ्रम द अर्को एउटा वान साइडेड हुन्छ अनि अर्को चाहिँ मुभिङ अवे हुन्छ क्या जस्तै कस्तो भने म तपाईँहरूलाई इक्जाम्पललाई देखाइदिन्छु ल म डेफिनेसन भन्दा नि पहिला यसरी यसको इक्जाम्पलबाट बुझाइदिन्छु सो तपाईँलाई यस्तो इक्वेसन छ dy/dt इक्वल्स टु y स्क्वायर छ ठिक छ y स्क्वायर छ अब एज वी नो डेफिनेसन वाइज dy/dt इक्वल्स टु 0 हुन्छ सो यहाँ लगेर 0 राख्नुहोस् 0 इक्वल्स टु y स्क्वायर सो y को भ्यालु कति आयो त 0 आयो ठिक छ ल अब ग्राफ बनाइहालौँ है म तपाईँहरूलाई सिधै उबाट बुझाइदिन्छु ल मैले यो बुट्टा भरेको ग्राफ बनाइन ल यो चाहिँ मैले यतिकै बनाएँ ल ग्राफ बनाइन ल हेत्तेरिका यो मैले वाइटै लिएँ भन्न खोजेँ कि कलर है
ओहो के हुन्छ यार। ल एउटा यो छ लाइन छ, अर्को एउटा लाइन छ, अनि अर्को एउटा लाइन छ। ठिक छ, मैले के भनेको थिएँ तपाईँलाई अघि याद छ? के भनेको थिएँ भने यो के हुन्छ, यो अहिले के छ टी नै छ, सो यो पनि के हुने भयो टी हुने भयो। यो के छ वाइ छ, सो यो वाइ हुने भयो। र यो के छ वाइसी छ, वाइसीको भ्यालु कति छ त्यो 0 छ, सो यो 0बाट सुरु होला। सो यहीँबाट सुरु होला, 0बाटै सुरु होला। पाइएन त? पाइयो। सो अहिलेलाई चाहिँ अब सपोजलाई यसो राखौँ, वाइसी भनेको 0 यहाँ यतै कतै छ अरे, यो टीलाई छोडिदिउँ ल। फेरि रिफ्रेस गर्नुपर्छ ल एकचोटि ल। वाइसीको भ्याल्यु 0 छ अरे, ल ठिक छ ठिक छ। अब हेरौँ, अब वाइसीको भ्याल्यु कति छ 0 छ। अब मानौँ लियौँ 0भन्दा तल आएपछि -1 आयो, -2 आयो, -3 आयो, अब गयो भने 1 आयो, अब गयो भने 2 आयो, अब गयो भने 3 आयो। सपोज 2 लियौँ, ठिक छ ठिक छ। सो वाइको भ्याल्यु टेक वाइ इक्वल्स टु कति त 2। सो 2 लिएपछि के हुने भयो, यो इक्वेसनमा हेरौँ। इन फर्स्ट इक्वेसन डिवाई बाई डिटी इक्वल्स टु 2 को स्क्वायर कति हुन्छ त 4। सो एज वी नो डिवाई बाई डिटी इज ग्रेटर देन 0। सो ग्रेटर देन 0 भएपछि के हुन्छ सधैँ इन्क्रिजिङ हुन्छ, इन्क्रिजिङ हुन्छ। अब हेर्नु 2 भनेको कहाँ छ त, 2 भन्ने त यहाँ छ, यहाँ छ 2 भनेको त हो कि हो। अब यो इन्क्रिजिङ हुन्छ भनेपछि इन्क्रिजिङ भनेपछि जहिले माथि हुन्छ, सो एउटा यो हुने भयो हेर्नु है, इन्क्रिजिङ। अब हेर्नु एउटा कुरा याद गर्नुभयो, के भन्छ भने वाइसी भन्दा चाहिँ एउटा टाढा जानु पऱ्यो, अनि एउटा चाहिँ नजिक जानु पऱ्यो। अब हेरौँ है त, अर्को छ टेकन। अब हेर्नु ठ्याक्कै अपोजिट लिनु पऱ्यो। सो यो एउटा ल्याएको छ भने यसको अपोजिट के भयो त यो भयो। सो यो लियौँ -2, सो वाइको भ्याल्यु के छ -2 छ। अब डिवाई बाई डिटी लिखौँ, डिवाई बाई डिटी भनेको के हो, अब हेर्नु है वाइको भ्याल्यु के छ -2 छ, यहाँ लगेर राखौँ। सो -2 को स्क्वायर इक्वल्स टु कति हुन्छ त्यो 4 हुन्छ, किनकि स्क्वायरले 2लाई माइनसलाई काटिदिन्छ, सो 4। सो अब हेर्नु त डिवाई बाई डिटी इज ग्रेटर देन 0 हो कि हो, किनकि वाइ यो भ्याल्यु 4 आयो भने चाहिँ त अलवेज ग्रेटर देन 0। सो यो के भयो इन्क्रिजिङ भयो यो पनि। सो इन्क्रिजिङ -2 मा गएर राखौँ, यहाँ राखौँ एउटा डट 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 अहिले बुझ्नुलाई। सो -2बाट कता इन्क्रिजिङ भयो हुनु पऱ्यो वाइसीमा हुनु पऱ्यो, किनकि यो पनि इन्क्रिजिङ। अब वाइसी अब यहाँबाट त इन्क्रिजिङ वाइसीमै हुन्छ नि त, अनि यो किन भयो यसरी हुनुभयो हो। यस्तोलाई चाहिँ के भन्छ त सेमी स्टेबल सोल्युसन भन्छ। ठिक छ ठिक छ। यसकै अपोजिट भइदियो भने चाहिँ सेमी अनस्टेबल सोल्युसन पनि भन्छ। कुरो बुझ्नुभयो, एउटा चाहिँ वाइसीको नजिक जाँदैछ, अर्को चाहिँ वाइसीभन्दा टाढा जाँदैछ। हेर्नु त यो माथिकोमा के थियो, एउटा वाइसीभन्दा टाढा दुइटै वाइसीबाट टाढा जाँदै थियो, दुइटै वाइसीमा नजिक आउँदै थियो। यो स्टेबल भयो, यो अनस्टेबल भयो, र यो के भयो सेमी स्टेबल भयो। एउटा आधी आउँदैछ आधी टाढा जाँदैछ। अब सेमी अनस्टेबल पनि त्यस्तै हुन्छ, एउटा तल आउँदै होला, एउटा तलबाट तल जाँदै होला, वाइसीतिर आउँदै होला, एउटा वाइसीबाट टाढा जाँदै होला। ओके बुझिन्छ बुझिन्छ। यसको इक्वेसन सोल्युसन यही हो। अब तपाईँले यो -1 लिएर हेर्न पनि सक्नुहुन्छ। अब जस्तो यस्तो क्वेसन, यो क्वेसन चाहिँ तपाईँले ट्राई गर्नु ल, डिवाई बाई डिटी इक्वल्स टु -y स्क्वायर, यो चाहिँ ट्राई गर्नु ल, एक्जाममा आउनसक्छ ल। यो भनेको के हुन्छ डिक्रिजिङ हुन्छ क्या, यतिकै थाहा भइहाल्छ नि डिक्रिजिङ हुन्छ है। ल त्यो तपाईँहरू घरमा आफै अहिले ठिक्क प्र्याक्टिस गर्नु ल। ल अब हेरौँ है त, म तपाईँहरूलाई अब चाहिँ एक्जाममा सोधेको क्वेसन गराउँछु ल। अहिलेसम्म चाहिँ मैले बेसिक गराएँ, बेसिक क्वेसनहरू गराएँ है। अब चाहिँ म तपाईँहरूलाई एक्जाममा सोधेको क्वेसन गराउँछु ल। ल अब यो इम्पोर्टेन्ट छ ल, इम्पोर्टेन्ट छ। अब यो तपाईँहरूले यति मात्र सोध्दो रहेछ भन्नु पढ्नु होला, यो मात्र होइन पढ्ने, अरू पनि छ ल, अरू पनि टन्नै छ ल पढ्नुपर्ने। म तपाईँहरूलाई एउटै भिडियोमा तपाईँहरूलाई यो सकाइदिउँ जस्तो लागिरहेको छ। होइन भने चाहिँ यहाँबाट हाम्रो अर्को भिडियो सुरु हुन्छ ल। ओके ओलो के भयो यो, खतरा भयो त, कहाँ 100 एक्सट्रा भयो त ल। तपाईँहरूलाई मैले भनिहालेँ यहाँबाट चाहिँ तपाईँहरूको के हुन्छ त अर्को भिडियो सुरु हुन पनि सक्छ, अथवा यो भिडियो 1 घन्टाभन्दा लामो रहेछ भने चाहिँ यही सेललाई राख्छु, होइन भने चाहिँ 1 घन्टाभन्दा लामो भयो भने चाहिँ म तपाईँहरूलाई यो अर्को भिडियोबाट सुरु गर्छु ल। ओके सो मैले गराउन लागिरहेको क्वेसन चाहिँ तपाईँहरूलाई यो यहाँ मैले तपाईँहरूलाई ब्याचलर क्वेसन ब्याङ्कमा यहाँ राखिदिएको छु ल। यो एकदम एक्जाम ओरिएन्टेड क्वेसन हो ल। यसमा चाहिँ लेखेको छ, म सरर पढ्छु तपाईँहरूले सुन्नु, त्यहाँ लेखेको छ म अहिले लेख्दिनँ ल, के भनेको छ भनेर चाहिँ सुन्नु मात्र है त। यो एकदम लामो क्वेसन छ। ड्र अ डिरेक्सन फिल्ड फ्रम फलोइङ
differential equation based on direction field determine the behavior of y on line t tends to on limit t tends to infinity भनेको छ। ल इम्पोर्टेन्ट कुरा चाहिँ लेखिदिन्छु ल। के भनेको छ भने ड्र अ डिरेक्सन ड्र अ डिरेक्सन ड्र गर्नु पर्यो भने चाहिँ माथिको जस्तै क्वेसन रहेछ। फलोइङ बेस्ड अन डिरेक्सन फिल्ड डिटर्मिनेन्ट बिहेभियर अफ वाइ अन लाइन लेन्थ अफ वाइ को डिटर्मिनेन्ट बिहेभियर निकाल अन लिमिट हेर्नु त टी टेन्स टु इन्फिनिटी। अब हेर्नु है के भनेको छ इफ दिस बिहेभियर डिपेन्ड्स अन द क्रिटिकल भ्याल्यु ल हेर्नु त इफ दिस बिहेभियर मैले लेखिनँ ल सबै डिपेन्ड्स अन क्रिटिकल भ्याल्यु अफ वाइ। यो क्वेसन मैले मजाले उयो ब्याचलर क्वेसन ब्याङ्कमा हालिदिएको छु चेक गर्नु ल पुरै नोट छ ल। ल अब ए नम्बरमा के भनेको छ भने वाइ इक्वल्स टु वाइ 4 माइनस वाइ होइन भने म एडिट गरेर यहाँ एउटा त्यो पनि हालिदिउँ ल यो क्वेसन पनि हालिदिउँ ल। एउटा यो सोधेको छ बी नम्बरमा के सोधेको छ भने वाइ इक्वल्स टु वाइ माइनस 3 पनि सोधेको छ र सीमा के सोधेको छ भने वाइ ड्यास इक्वल्स टु 3 माइनस 2y सोधेको छ र डी पनि सोधेको छ वाइ इक्वल्स टु 1 प्लस 2y। होला यति गर्नु भने तपाईँ पर्फेक्ट हुनुहुन्छ ल यो क्वेसनमा। सो अहिले चाहिँ म तपाईँहरूलाई दुईवटा तिनवटा मात्र क्वेसन गरौँ चारवटै चाहिँ गराउँदिनँ ल किनकि यो बेसिक कन्सेप्ट हो सबैमा एउटै इम्प्लाइ हुन्छ ल। ठिक छ ल गरेर स्टार्ट गरौँ ल। फर्स्ट क्वेसन हेर्नु ल फर्स्ट क्वेसनले के भने डिवाई बाई डिटी किन डिटी लेख्यो भन्दाखेरि लिमिट टेन्स टु इन्फिनिटी टु टी टेन्स टु इन्फिनिटी भनेको छ पानी खाउँ है त। ओके सो डिवाई बाई डिटी इक्वल्स टु वाइ 4 माइनस वाइ भनेको छ हो कुरा बुझिन्छ। अब हेर्नु है मैले फर्स्ट सोल्युसन गरिदिइरहेको छु। सो एज म सबै ल्याङ्ग्वेज लेखिनँ ल डिवाई बाई डिटी इक्वल्स टु 0 कसले भन्छ यो बाई डेफिनेसनले भन्छ। ओके देन इनपुट इन इक्वेसन फर्स्ट सो के लेख्नु पऱ्यो 0 इक्वल्स टु वाइ 4 माइनस वाइ ल। अब वाइको भ्याल्यु कति आयो वाइको भ्याल्यु फर्स्टमा 0 आयो एउटा किनकि यो पुरै यता गयो अर्को यो वाइ यता गयो माइनस भयो 0 भयो। सो 4 माइनस वाइ वाइको भ्याल्यु कति आयो अर्को 4 माइनस वाइ 4 यता जान्छ हेत्तेरिका छिची बुझिएन भने हेत्तेरिका यस्तो भनेको 0 इक्वल्स टु 4 माइनस वाइ इक्वल्स टु अब यो वाइ यता 4 यता आउँदाखेरि के हुन्छ त माइनस 4 हुन्छ यो र काट्यो वाइको भ्याल्यु कति आयो 4 आयो भने के हे ब्याचलर र सेकेन्ड इयर पुगिसक्यौँ हो साथीहरू हामी ल कोनो बात छैन वाइ इक्वल्स टु 4 आयो ल। यो भनेको के हो यो भनेको इक्विलिब्रियम कन्डिसन हो। सो वाइ सी कति रहेछ त एउटा 0 रहेछ वाइ सी अर्को कति रहेछ त अर्को 4 रहेछ। ड्याम अघिसम्म हामीले दुईवटा कुरा पढिरहेको थियौँ अघिसम्म हामीले चाहिँ अघि हामीले गरेको इक्वेसन यहाँ माथिको इक्वेसनमा के थियो भन्नु त यहाँ त के थियो वाइको भ्याल्यु के थियो वाइको भ्याल्यु एउटा मात्रै आइरहेको थियो यहाँ 4 आइरहेको थियो यहाँ माथि पनि 4 आइरहेको थियो तर यहाँ के आयो 0 र 4 आयो। यसलाई बाउन्ड्री कन्डिसन टाइपको जस्तो सोल्युसन हो बाउन्ड्री कन्डिसन त ठ्याक्कै भनिँदैन होइन ल त्यस्तै भयो त ल। अब ठ्याक्कै एउटा ग्राफ बनाइहालौँ यति हुने बित्तिकै एउटा ग्राफ बनाइहालौँ। कलरले नि अलिकति मान्छेको दिमागलाई फरक पार्छ सो त्यही भएर मैले कलर चाहिँ अलिकति यो कलर कम्बिनेसनमा चाहिँ अलिकति हेरौँ भन्ने कुरा किनकि कलरले नि मान्छेलाई त्यो हाम्रो दिमागले कलर बुझ्छ नि त धेरै होइन ल त्यही भएर म कलर नै राखेर गरिदिन्छु अलिकति यो बनाइरहन चाहिँ अलिक झ्याउने हुन्छ है कलर राखेँ यताउता भन्यो तर केही छैन। अब यत्रो मिहिनेत गरेर भिडियो बनाउँदा नि अब साथीहरूले पढ्दैनन् भिडियो हेर्दैनन् होइन भनी अब मेरो म बिचरोको भन्नु के नै छ र टी ल यहाँ एउटा कुरो के बुझियो थाहा छ एउटा कुरो के बुझ्यो भने अहिलेलाई यस्तो हेरौँ यो टी छैन अरे सपोज एउटा अर्को नै एउटा लाइन छ मैले टी छैन भनेर लिँदै ल अहिले ल यो लाइन तलसम्म नै आएको छ ल यो लाइन के छ त यो लाइन तलसम्म नै आएको छ यसलाई यसो तलसम्म तन्काइदिउँ सपोज है मैले अहिले बुझाइरहेको छु। अनि यो चाहिँ के छ त यो
यो चाहिँ के हो त इन टर्म्स अफ टी नै हो नि त यता त अनि यता चाहिँ वाइ नै हो ल ठिक छ। अब हेर्नु वाइको भ्याल्यु एउटा के छ 0 छ। सो वाइको भ्याल्यु के छ वाइसी इक्वल्स टु एउटा 0 छ। वाइ नट जस्तो भएछ वाइसी है यो वाइसी। अर्को हो वाइसीको भ्याल्यु के छ त 4 छ। किन मैले माथि लेखेँ किनकि 1 2 3 4 हुँदै जान्छ नि त 0 ल यो 0 छ अरे यो 1 भयो यो 2 भयो यो 3 भयो यो कति हो त 4 होला यो त्यही त भने नि। अनि अर्को भ्याल्यु 0 छ। ठिक छ ल यति हो नि बुझ्नुपर्ने। ल अब हेरौँ है त खर्र गरौँ अब त सर्र बुझिहाल्छ ल। अब के गर्नु पर्यो अब हेर्नु है। अब यो क्वेसन चाहिँ अलिकति कस्तो कस्तो छ के। अब एउटा चाहिँ माथि लिनु पर्यो एउटा चाहिँ तल लिनु पर्यो एउटा चाहिँ तल लिनु पर्यो। तिनवटा कुरा त हो नि कि अप जाला यो कि यो डाउन जाला कि यो अप जाला कि यहाँबाट डाउन होला कि यो डाउन होला कि त्यहाँबाट अप जाला यही होइन हुने कन्डिसन त ए त्यही हुने त त्यही हो नि। ल ल हेरौँ है त अब के हुन्छ त। अब हेरौँ है मैले के लिएँ भने सपोज वाइ नलेखे फेरि वाइ ल वाइ इज ग्रेटर देन 4 भनेको 4 भन्दा चाहिँ वाइको भ्याल्यु के छ बढी छ भने माथि छ यहाँको कन्डिसन लिए। यदि इफ होइन हामीले काउन्टरमा इफ एल्स पढ्छौँ नि इफ वाइ इज ग्रेटर देन 4 यदि वाइको भ्याल्यु चाहिँ 4 भन्दा ठुलो छ भने के हुन्छ त के हुन्छ। सपोज ल एउटा भ्याल्यु लियौँ 4 भन्दा ठुलो छ भने के हुन्छ त। अब हेर्नु त अब यहाँ राखौँ ल। अब डिवाई बाई डिटी यो लोकी हो क्या त्यही भएर हरियो भनेर 4 माइनस वाइ। ल हेर्नु यदि वाइको भ्याल्यु 4 भन्दा बढी भयो अरे सपोज वाइको भ्याल्यु 5 भयो अरे के हुन्छ त। यहाँ लगेर 5 राखौँ 5 4 माइनस 5 ल हेर्नु त 5 इन्टु माइनस 1 यो भनेको कति आयो -5 आयो। सो डिवाई बाई डिटीको भ्याल्यु -5 भनेपछि के हुने भयो लेस देन 0 हुने भयो। छिछि हो कि न त हो। ल तपाईँले 10 नै राख्नु न 4 भन्दा माथि मैले नजिकको भ्याल्यु 5 राखेँ 10 राख्छु 10 राख्दा पनि त्यही हुन्छ 4 माइनस 10 भने चाहिँ माइनसमै आउँछ भ्याल्यु पक्कै पनि। अनि माइनस इन्टु समथिङ इज माइनस सो यो भ्याल्यु के हुने माइनस भयो। सो तपाईँले अघि भर्खर पढ्नु भएको छ डिवाई बाई डिटीको भ्याल्यु स्मलर देन 0 भयो भने यो के हुन्छ त डिक्रिजिङ हुन्छ भने चाहिँ सपोज तपाईँले के लिनुभयो 5 लिनुभयो यहाँ छ अरे 5। अब मैले अहिले लिएँ यहाँ किनकि अलिकति यो स्पेस बढाइदिएँ यहाँ छ अरे सपोज भनेपछि 5बाट के हुने भयो भ्याल्यु त डिक्रिज हुँदै जाने भयो किनकि मैले वाइको भ्याल्यु के लिएँ 5 लिएँ वाइको भ्याल्यु 5 लिएँ यहाँ वाइको भ्याल्यु कति लिएँ 5 लिएँ। सो डिक्रिज हुने भयो किनकि यो के आयो त 0 आयो। सो इक्वेसन के रहेछ एउटा यसरी के हुँदो रहेछ त्यो घट्दो रहेछ यो चाहिँ के हुँदो रहेछ यसरी घट्दो रहेछ। ल अब तपाईँले एउटा घटेको देखेर बुझिहाल्नुभयो कि त यो के अरे सेमी स्टेबल होला कि त यो स्टेबल होला यहाँ माथिको यति त बुझिहाल्नुभयो किनकि यस्तो ग्राफ हामीले कहाँ देख्छौँ सेमी अनस्टेबलमा देख्छौँ एउटा चाहिँ कहाँ देख्छौँ त तल आइरहेको ग्राफ एउटा स्टेबलमा देख्छौँ है त। ओके यसरी देख्छौँ। ल यसलाई छोडौँ अब फेरि हेरौँ है फेरि यसलाई हरियो बनाइदिन्छु। अर्को कन्डिसन हेरौँ इफ वाइको भ्याल्यु अब हेर्नु वाइको भ्याल्यु यति बिचको हुनु पऱ्यो नि कहाँदेखि 0 देखि 4 सम्म। सो 0 देखि 4 सम्म तपाईँले वाइको भ्याल्यु सपोज गर्नु 2 यो लिनु रे 1 लिनु भए पनि हुन्छ 1.5 लिनु भए पनि हुन्छ तर अलिकति स्ट्यान्डर्ड वाइज अलिक सजिलो होस् भनेर। सो डिवाई बाई डिटी इक्वल्स टु वाइ 4 माइनस वाइ यो त के हो फर्स्ट इक्वेसन यही हो। सो यहाँ लगेर तपाईँले वाइको भ्याल्यु लगेर कति राख्नुहोस् 2 राख्नुहोस् यहाँ लेखिहाल्छ है 2 राख्नुहोस् 2 राख्यो भने के हुन्छ त 2 4 माइनस 2 यो भनेको के हो 2 इन्टु 2 यो भनेको त्यो 4। सो तपाईँले देख्नुभयो नि एउटा कुरा डिवाई बाई डिटी इज ग्रेटर देन 0 हो कि हो 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 ठिक छ। सो डिवाई बाई डिटी इज ग्रेटर देन 0। सो ग्रेटर देन 0 भएपछि अलवेज के हुन्छ त इन्क्रिजिङ हुन्छ। यो त मैले भनिरहेकै कुरा हो माथि फर्स्टमै हामीले पढेकै त्यही हो इन्क्रिजिङ हुन्छ भनेर ठिक छ। सो इन्क्रिजिङ हुन्छ भने इन्क्रिजिङ कहाँ हुन्छ त माथि हुन्छ इन्क्रिजिङ टुवार्ड के वाइसी भनेपछि के हुन्छ त्यहाँबाट यसरी इन्क्रिज हुन्छ कहाँबाट 2 बाट है। तपाईँले 1 लिनु भए पनि 1 बाट हुन्थ्यो। सो यसरी राख्न मिल्यो है यो ल यो अब यति इक्वेसन त के हो त यो त स्टेबल हो। यसलाई हामीले के पनि भन्छौँ यसलाई हामी
कन्भर्जेन्ट पनि भन्छौँ, CONVERGING कन्भर्जिङ पनि भन्छौँ, कन्भर्जेन्ट भन्दैन कन्भर्जिङ पनि भन्छौँ है। ठिक छ कुरा बुझिन्छ, एकदम क्लियर छ, ओके। ल अब अर्को पनि त छ नि यहाँ, किनकि 0 भन्दा तल पनि त हुनसक्छ नि वाइको भ्याल्यु, अनि त लेखौँ इफ वाइ इज के हो त स्मलर देन 4, अथवा तपाईँले के लेख्न सक्नुहुन्छ त यो 4 त नलेखौँ, किनकि स्मलर देन 4 हुने कुरै भयो भने स्मलर देन 4 भने त यहीभित्र आउने भइहाल्यो, योभन्दा कम भनौँ न होइन, स्मलर देन कति 0, ह्या बुझेन, यो भनेको 4 भन्दा ग्रेटर वाइको भ्याल्यु 4 भन्दा ग्रेटर भनेको यति पार्ट हो नि त होइन त, अनि यति पार्ट भनेको वाइको भ्याल्यु स्मलर देन 4 छिछि स्मलर देन 4 टुवार्ड्स 0, सो अब यदि वाइको भ्याल्यु चाहिँ योभन्दा पनि कम भयो भने इफ वाइ इज स्मलर देन 0 भयो भने त के हुन्छ त्यही पत्ता लगाउनु। अब हेर्नु हामीले 2 लियौँ, हामीले 4 लियौँ यहाँ, अब हामी के लिन्छौँ त एउटा कुनै भ्याल्यु लियौँ, सपोज त्यो होला अब जे पनि हुनसक्छ होइन, एउटा माइनसमा लिदिउँ न, -2 नै लिदिउँ न होइन, इफ वाइ इक्वल्स टु -2 लिदिउँ के हुन्छ त dy/dt हुन्छ y 4 - y मै लगेर राखौँ, 4 - y हो है यो। अब हेर्नुहोस् त -2 इन्टु 4 - +2 इक्वल्स के हुन्छ त 4 5 6 -2 पनि के हुन्छ त माइनसमै भ्याल्यु आउँछ, माइनसमै आउँछ v, सो माइनसमा भ्याल्यु आयो भने मैले भनेको छु तपाईँहरूलाई माइनसमा भ्याल्यु आयो भने dy/dt को भ्याल्यु माइनसमा आयो भने के हुन्छ त स्मलर देन 0 हुन्छ, सो स्मलर देन 0 भएपछि यो के हुन्छ जहिले पनि डिक्रिजिङ हुन्छ, त्यही भनेको होइन त डिक्रिजिङ हुन्छ भनेर, हो त्यही भनेको डिक्रिजिङ हुन्छ भनेपछि भ्याल्यु के हुन्छ यहाँबाट डिक्रिजिङ हुन्छ, यसरी डिक्रिजिङ हुन्छ, यसरी डिक्रिजिङ हुन्छ, यसरी डिक्रिजिङ हुन्छ, यसरी। ल अब हेर्नु है त यहाँ माथि ग्याप भयो, ओहो कहाँ रहेछ यो भनेर नसोच्नु, सपोज तपाईँले यो चाहिँ 0.1 लिनुभयो भए अथवा 1 नै लिनुभयो भने यो ग्राफ माथि नै जान्थ्यो नि, माथि नै जान्थ्यो नि त होइन त, यही अनुसार त हो नि त, जस्तै कि तपाईँले 2 को ठाउँमा 0.1 राख्नुभयो भए 0.1 - 4 हेर्नु 0.1 4 - 0.1 भनेको अफकोर्स पोजिटिभ भ्याल्यु नै आउँथ्यो, पोजिटिभ भ्याल्यु नै आउँथ्यो, सो dy/dt इज पोजिटिभ इक्वल्स टु इन्क्रिजिङ भनेपछि तपाईँले यहाँबाट पनि ग्राफ त इन्क्रिज भए नै देख्नुभयो नि त होइन त, मैले लिएको 2 भएर यहाँबाट लेखेको हो, तर एक्चुअली बन्दाखेरि त यसरी नै बन्ने हो नि त होइन त। ल यसरी नै बनाउँदा नि के फरक पर्छ त पर्दैन है। सो के देख्नुभयो यता चाहिँ तपाईँले देख्नुभयो यो माथि हेर्नुभयो वाइसीमा हेर्नुभयो भने ग्राफ के छ स्टेबल छ, YC इक्वल्स टु 4 मा हेर्नुभयो भने यो स्टेबल छ, तर YC इक्वल्स टु 0 मा हेर्नु भने माथि र तल गएको छ भने चाहिँ यो के छ त अनस्टेबल छ, र यसलाई हामी के पनि भन्छौँ डाइभर्जिङ पनि भन्छौँ। सो एउटै इक्वेसनमा के छ त YC मा एउटा इक्विलिब्रियममा यो स्टेबल छ अनि अर्को इक्विलिब्रियममा यो YC छ, ठिक छ। ल अब यति लेखेर क्वेसन सक्यो, मार्क्स आयो 4 मार्क्स आएन, अलिकति थप्नु पऱ्यो है त, अलिकति होइन मजाले थप्नुपर्छ, मैले चाहिँ अलिकति भन्दै है। ल अब डिफरेन्सियल इक्वेसनलाई हामी सल्भ गरौँ। के थियो त हाम्रो क्वेसन त, मैले फेरि लेखेँ क्वेसन के थियो, y डट इक्वल्स टु y 4 - y यही हो ल यही है। ल यस्तो यो इक्वेसनलाई अब सल्भ पनि गर्नु पऱ्यो। ल यसको हाम्रो लिमिटिङ भ्याल्यु देख्नु पऱ्यो, लिमिटिङ भ्याल्यु निकाल्दाखेरि चाहिँ तपाईँहरूलाई एउटा यस्तो इन्ट्रेस्टिङ कुरा आउँछ नि, यहाँ हेरौँ है त म्याथ यस्तो रमाइलो छ नि बुझ्यो भने है, मलाई नबुझ्दाखेरि लास्टै गाह्रो लाग्थ्यो के हो जस्तो लाग्थ्यो, बुझेपछि मलाई नहोला है। सो dy/dt हेरौँ इक्वल्स फेरि रिफ्रेस, अब dt यो अलिकति यता लेख्नुपर्ने रहेछ इक्वल्स टु y 4 - y। ल हेर्नु है अब तपाईँहरूले चाहिँ यस्तो क्वेसनहरू पाउनुभयो भने चाहिँ यसलाई के गर्नुपर्छ त सोल्युसन निकाल्नुपर्छ, y को सोल्युसन निकाल्नु पऱ्यो, ठिक छ। y को सोल्युसन निकाल्नु पऱ्यो अनि लिमिट लगाउनु पऱ्यो है, t को टर्म्समा लिमिट लगाउनु पऱ्यो, मैले भनिहालेँ किनकि क्वेसनले हामीलाई त्यही नै भनेको छ, फाइन्ड द लिमिट अफ के भनेको छ लिमिट t टेन्ड्स टु इन्फिनिटी भनेको छ। ल यो हेर्दै गर्नु त, पानी खाइहाल्छौँ, ल हेर्दै गर्नुहोस् त। ल हेर्नुहोस् है अब के हुन्छ भने नि, अब हेरौँ है त म यसलाई सल्भ गर्छु। ल
डिफरेन्सियल इक्वेसन अब सल्भ गर्ने त मेथडहरू टन्नै छन् होइन इन्टिग्रेसन सल्युसन निकाल्ने सो डिवाई डिभाइड बाई वाई 4 माइनस वाई गरिदिएँ इक्वल्स टु डिटी गरिदिएँ पाएँ हो भने त अनइन्टिग्रेसन बोथ साइड तपाईँहरू लेख्नु ल त्यो म चाहिँ अलिकति झ्याउ लाग्छ मलाई ल्याङ्ग्वेज लेख्नु चाहिँ किन हो इन्टिग्रेसन डिटी ल अब हेर्नु यस्तो इक्वेसनलाई सल्भ गर्न चाहिँ अब यस्तो भए चाहिँ सजिलो हुन्थ्यो डिवाई बाई 4 माइनस वाई मात्रै भए चाहिँ सजिलो हुन्थ्यो यहाँ पनि माइनस लेखिदिनु हुन्थ्यो यतापट्टि माइनस पठाइदिनु हुन्थ्यो अनि यो सिधै लग 4 माइनस वाई हुन्थ्यो तर यहाँ के छ 1 डिभाइड बाई वाई पनि त छ यसरी यो भने चाहिँ अलिकति कन्फ्युजिङ अलिकति गाह्रो के हो जस्तो लाग्ला है यस्तो क्वेसनलाई चाहिँ सजिलो तरिकाले गर्न सकिन्छ ल के भन्नु बुझ्नु भयो नि सपोज यो एउटै इक्वेसनको है एउटै क्वेसन हो नि फेरि यो नम्बर ए सल्भ गर्दैछु ल मैले होइन त्यही भएर भनेको 6 मार्क्समा आउँछ कि यो अब यस्तो क्वेसनलाई चाहिँ कसरी सल्भ गर्नु मिल्छ नि 1 डिभाइड बाई सपोज के गर्नुहोस् भने 1 डिभाइड बाई वाई 4 माइनस वाई नै छ नि त है हामीसँग यही नै हो नि है यसलाई के सपोज गर्नुहोस् भने ए डिभाइड बाई वाई सपोज गर्नुहोस् प्लस बी डिभाइड बाई 4 माइनस वाई सपोज गर्नुहोस् ठिक छ र यसलाई कसरी पनि लेख्न सक्नुहुन्छ भने 1 अथवा तपाईँले पछाडि लेख्नुभयो पनि हुन्छ यसले क्रस मल्टिप्लाई गर्नुहोस् ए 4 माइनस वाई प्लस बीवाई इक्वल्स टु 1 यो सपोज गर्नुहोस् ल मिल्छ ल यो गर्न पछि तपाईँले क्यालकुलेसन म्याथमेटिकल क्यालकुलेसन गर्नु पनि मिल्छ 4a लेखौँ है a4 भन्दा त 4a माइनस वाइए प्लस बीवाई यो चाहिँ हामी यता फर्स्ट अर्डर अझै पढ्दाखेरि मजाले गर्छौँ ल यस्तो खाले क्वेसनहरू अर लेख्नु होला ल अब हेर्नु त वाइवाई कमन लिँदौँ न यहाँबाट ल वाइवाई दुनो चौधरीको वाइवाई होइन नि फेरि प्लस बीवाई माइनस एवाई इक्वल्स टु 0 छ सरी 1 छ अरे 1 छ अरे अब यो वाई कमन लियो भने के हुन्छ भन्नु त इक्वेसन 4a प्लस वाई के हुन्छ त बी माइनस ए इक्वल्स टु 1 ल हेर्नु यो भयो अब प्लस 0 छ भने सपोज गर्नु यहाँ अब के छ त 4a इक्वल्स टु 1 भनेर मैले एउटा इक्वेसन लिएँ अनि योसँग अर्को एउटा इक्वेसन लिएँ वाई बी माइनस ए हेर्नु है अब कस्तो भने मैले बुझाउन पनि त्यति मजाले सक्दिनँ यो कुरा चाहिँ अब यो प्र्याक्टिस गरेपछि आउने कुरा हो कि यस्तो चाहिँ यो तपाईँहरूले पहिला पनि यो त क्लास 11 12तिर पनि पढ्नुभयो होला है ल हेर्नु त अब के हुने भयो a को भ्यालु के हुने भयो त 1 डिभाइड बाई 4 हुने भयो a को भ्यालु र b को भ्यालु के हुने भयो अब हेरौँ अब यो y यता गएर 0 हुन्छ b माइनस a इक्वल्स टु 0 हुन्छ र b को भ्यालु के हुँदो रहेछ a हुँदो रहेछ सो b को भ्यालु पनि के आयो त 1/4 आयो ल अब यसलाई यो दुईटैलाई लगेर यहाँ राखिदिनुहोस् यहाँ राखिदियो भने के हुन्छ त मैले यहाँ लेखेँ ल a को ठाउँमा लगेर 1/4 1 डिभाइड बाई 4y प्लस b को ठाउँमा लगेर 1 डिभाइड बाई 4 माइनस y यही हो अब यहाँबाट कमन लिनुहोस् 1 डिभाइड बाई 4 1 डिभाइड बाई 4 कमन लिँदा के हुन्छ 1 डिभाइड बाई y प्लस 1 डिभाइड बाई 4 माइनस y अनि यो इक्वेसन यो सेम हो यो र यो इक्वल हो भनेपछि यो र यो पनि त इक्वल हो यो र यो पनि इक्वल हो भने चाहिँ यतिको ठाउँमा यहाँ सो यतिको ठाउँमा मैले के लेख्नुहुन्छ भने त अन इन्टिग्रेसन डिवाईलाई डिवाई नै लेखिदिउँ तर अहिले के लेखौँ 1 डिभाइड बाई 4 ब्राकेट दिउँ यहाँ दिए जस्तै यहाँको सबै कुरा लेखौँ 1 डिभाइड बाई वाई प्लस 1 डिभाइड बाई 4 माइनस वाई ब्राकेट क्लोज डिवाई त डिवाई नै छ डिवाई त डिवाई नै लेखौँ हेत्तेरिका यही हो नि त यहाँ डिवाई मल्टिप्लाई गऱ्यो भने यही मान्ने हो नि त त्यही त हो नि कुरो अब यो पनि बुझ्नुहुन्न भने त मेरो भन्नु के छ र है माइनस इन्टिग्रेसन डिटी नै ओहो माइनस होइन यहाँ अहिले बुझाउँदाखेरि पो माइनस लेखा थिएँ फेरि क्वेसन पुरै बिग्रेला यहाँ कहाँ माइनस हुन्छ त यहाँ त इन्टिग्रेसन भइसक्यो इन्टिग्रेसन भने अहिले पो माइनस त्यो छुट्टै कन्सेप्ट हो अहिले बुझाउँछु त्यो पनि ल अब यसलाई इन्टिग्रेसन गर्न सकिन्छ ल यो 1 डिभाइड बाई 4 भने कन्स्ट्यान्ट हो 1 डिभाइड बाई 4 लाई बाहिर निकाल्थ्यौँ इन्टिग्रेसन 1 डिभाइड बाई वाई यसले मल्टिप्लाई गऱ्यौँ यहाँ डिवाई प्लस यसरी बिग ब्राकेट दिउँ किनकि यो पुरै हुन्छ इन्टिग्रेसन डिवाई डिभाइड बाई 4 माइनस बल्ल यहाँ आयो त्यो कन्सेप्ट इक्वल्स टु डिटी ल अब हेर्नु त कति मजाले सल्भ हुन्छ अब यो क्वेसन ब्राकेट दिउँ ल एज वी नो 1 डिभाइड बाई वाई डिवाई को इन्टिग्रेसन जहिले पनि के हुन्छ त लग वाई हुन्छ मैले पहिल्यै पढाएको थिएँ नि बेसिक फर्मुला पढाएको छु है त्यो हेर्नु ल डिवाई बाई यो भने के हुन्छ त लग वाई हुन्छ बेसिक फर्मुला पढाएको छु हेर्नु ल
अर्को के छ त अब हेर्नु dy डिभाइड बाई 4 माइनस वाई ल यस्तो क्वेसन सल्भ गर्ने कसरी भन्दा मैले त्यो उमै पढाएको छु के अरे हाम्रो मिक्सिङ प्रब्लममा पनि पढाएको छु त्यो पनि हेर्नु अब यस्तो क्वेसन सल्भ गर्नु तपाईँले के गर्नुपर्छ भने वाईको अगाडि माइनस छ सो डिवाईको अगाडि माइनस राख्नु पऱ्यो हेत्तेरिका वाई इक्वल्स टु इन्टिग्रेसन अफ वाई के हुन्छ त डिवाई हुन्छ त्यस्तै गरी इन्टिग्रेसन अफ माइनस वाई के हुन्छ त माइनस डिवाई हुन्छ सिम्पल सो तपाईँको माइनस वाई छ भने यहाँ पनि तपाईँले माइनस राख्नु पऱ्यो यहाँ माइनस राख्नु पऱ्यो माइनसले डिभाइड गर्नु पऱ्यो माथि बोथ साइड ओके भनेपछि तपाईँले के गर्नु पऱ्यो त यसरी लेख्न मिल्छ यहाँ हेर्नु यहाँ मैले माइनस लेखिदिन्छु अनि यहाँ पनि माइनस हुन्छ माइनस त प्लसै हुन्छ नि छिछि माइनस त प्लसै हुन्छ नि यो होइन त यसरी लेख्नु मिलेन त माइनस त प्लसै हुन्छ यहाँ काटेर तर मैले माइनस लेखेको किन यो सल्भ गरेको ल अब यसरी यस्तो लेख्नुभयो भने चाहिँ के हुन्छ भने कहाँ उडिरह मेरो ह्यान्डराइटिङ पुरै आज यस्तो हो भने चाहिँ तपाईँले के लेख्नु मिल्छ भने लग 4 माइनस वाई लेख्न मिल्छ ल अब यति लगेर यहाँ माथि यो इक्वेसनमा लगेर राख्दिउँ यो इक्वेसनमा के छ तपाईँको 1 डिभाइड बाई 4 त पहिला लेखेछ अब यो भनेको कति हो यो त्यो भने यो लग वाई माइनस त पहिला लेखेछ अब फेरि यति भनेको के हो यति भनेको यो माइनस लग 4 माइनस वाई ओके इक्वल्स टु अब हेर्नु त इन्टिग्रेसन अफ डिटी भने टी प्लस सी कुनै कन्सटेन्ट आयो होला ल अब अर्को एउटा कुरा पनि बुझाइदिइहालौँ लग ए माइनस लग बी भनेको के हुन्छ भने लग ए डिभाइड बाई बी लेख्न मिल्छ ल भनेपछि ब्राकेट भनेपछि यहाँ के लेख्नु मिल्यो मैले 1 डिभाइड बाई 4 लग वाई डिभाइड बाई 4 माइनस वाई इक्वल्स टु टी प्लस सी अब 4 लाई लगेर उता मल्टिप्लाई गरिदिउँ अर लेख्नु ल यहाँ अर लेख्नु ल मैले एरो दिएँ लग वाई डिभाइड बाई 4 माइनस वाई इक्वल्स टु के हुन्छ त यता गएर 40 प्लस सी हुन्छ किनकि कन्सट्यान्टलाई जहिले मल्टिप्लाई गरेर नि कन्सट्यान्टै आउँछ होइन अब लग यता अब मैले तपाईँहरूलाई पहिला पनि भनेको थिएँ अर्को एउटा हिन्ट पनि दिउँ जस्तो कि लग ए भन्ने छ इक्वल्स टु बी भन्ने छ तपाईँले एलाई एक्लै बनाउनु पऱ्यो भने ए इक्वल्स टु ईको पावर बी लेख्न मिल्छ सो यो भनेको के हो वाई डिभाइड बाई 4 माइनस वाई इक्वल्स टु ईको पावर 40 प्लस सी यो भनेको के लेख्नु मिल्छ वाई डिभाइड बाई 4 माइनस वाई ईको पावर ई 40 इन्टु ईको पावर सी यसलाई कसरी पनि लेख्नु मिल्छ त सी ईको पावर 40 किनकि यो कन्सट्यान्टै हो सो त्यही भएर यसरी लेखेँ सो हाम्रो जेनरल इक्वेसन के आयो त अझै जेनरल भएको छैन 4 माइनस वाई सी ई 40 अब वाई हेर्नु दुई ठाउँमा छ वाईलाई त एक ठाउँमा बनाउनु पऱ्यो किनकि जेनरल इक्वेसन त एक ठाउँमा हुन्छ वाईको भ्याल्यु सो वाई इक्वल्स टु सिई 40 मल्टिप्लाई 4 माइनस वाई गर्न पाएँ सो वाई इक्वल्स टु 4 सिई 40 माइनस वाई सिई 40 गर्न पाएँ सो वाईलाई उता पठाइदियो भने के हुन्छ त वाई प्लस वाई सिई 40 इक्वल्स टु 4 सिई 40 आमा कति झ्याउलाग्दो इक्वेसन बनायो ल वाई तानौँ अगाडि कमन लेखौँ 1 प्लस सिई 40 इक्वल्स टु 4 सिई 40 फ्रुटी वाई अब यति पुरैलाई त ल डिभाइड गरिदिउँ वाई एक्लै बनाइदिउँ 4 सिई आम्मा कत्रो 1 प्लस सिई मैले सबै झ्याप्पै एकैचोटि गरिदिनु हुन्थ्यो ल अब यहाँ नै यतिमै तपाईँले क्वेसन सक्नुहुन्छ सुन्नु है मैले भन्दैछु यतिमै तपाईँले सोल्युसन निकाल्न सक्नुहुन्छ तर तपाईँलाई के पनि भनेको छ लिमिटिङ टी टेन्स टु इन्फिनिटी निकाल पनि भनेको छ फेरि रिफ्रेस यो पनि निकाल भनेको छ सो यो निकाल्नलाई के गर्नु पऱ्यो त यो निकाल्नलाई त तपाईँले यहाँ इन्फिनिटी राख्नु हो भने त यो त इन्फिनिटी यो त मिलेन नि त यो 0 ईको पावर इन्फिनिटी 0 डिभाइड बाई 0 केही नै आएन यो भएन त्यही भएर के गर्न सक्नुहुन्छ भने यसलाई अझै जेनरलाइज गर्न सकिन्छ ल हेर्नु त मैले यो मेट्दिएँ अझै जेनरलाइज गर्न सकिन्छ वाई इक्वल्स टु हेर्नु यो क्वेसन वाई इक्वल्स टु डिभाइड बाई सिईको पावर 4 हेर्नु है त 4 डिभाइड बाई 1 डिभाइड बाई सिईको पावर 40 लेख्नु पाएँ प्लस 1 ठिक छ सो वाई टी भनेको कति रहेछ त 4 डिभाइड बाई
अब 1 डिभाइड बाई CE40 लेख्नुभयो, यसलाई माइनस गरेर माथि लेख्नुभयो +1। अब हेर्नु बल्ल लिमिटिङ लाग्यो भने अब चाहिँ कुरा मिल्छ होइन त। सो लिमिटिङ t टेन्स टु इन्फिनिटी, ठिक छ, 4 1 डिभाइड बाई 0 +1 हुन्छ यो भनेको। अब हेर्नु त के आयो 4। सो लिमिट t टेन्स टु कति आयो त 4 आयो। सो जहिले पनि हेर्नु है, जहिले पनि 4 आयो। सो 4 त कतै देखायो, कहाँ देखायो हामीले 4 यहाँ देखायो। जहिले पनि तपाईँको भ्याल्यु यदि 0 र 3 आउँछ अथवा 4 आउँछ अथवा -2 आउँछ, कुनै पनि एउटा चाहिँ इक्विलिब्रियम कन्डिसन आउँछ है। यसरी सोल्युसन निकालेर तपाईँले गर्दाखेरि लिमिट टेन्स टु इन्फिनिटी राख्दाखेरि जहिले पनि एउटा इक्विलिब्रियम सोल्युसन आउँछ आउनुपर्छ है। ल यसरी चाहिँ के भयो त, सक्यो। ठिक छ, कुरा बुझिन्छ। ल अब के छ, BCD सबै मैले गराउने हो कि आफै पनि के गर्नुहुन्छ के छ, ल भनौँ त। ल ठ्याक्क लगाएर ट्याक्क भनिहालौँ। ल एउटा गरौँ त, एउटा उयो गरौँ ल, D चाहिँ गर्दै ल मैले, किनकि यो तिनटै B र C सेम छ। B र C आफै गर्नुहोस्। अब B र Cमा पनि आफ्नो भ्याल्यु निकाल्नुहोस् कति आउँछ। अनि तपाईँहरूले उयो ब्याचलर क्वेसन ब्याङ्क एपमा गएर चेक गर्नु, यहाँ सोल्युसन छँदैछ है त। ल अब मेरो आजको लागि अन्तिम एउटा इक्वेसन के थियो, त्यो इक्वेसन यस्तै केही थियो, y टेन्स टु 1 + 2y। ठिक छ ल ओके। ल एकचोटि हेर्दै गर्नु त, पानी खाइहाल्नु ट्याक्क लाएर। यही हो, ठ्याक्कै हो। ओके ल जहिले पनि याद गरौँ, सबैभन्दा बाई डेफिनेसनले के भन्छ, dy/dt 0 भन्छ बाई। ल हेर b कहाँबाट आयो, 1 मा d छ, b आउँछ। ल हेर फेरि बाई डेफिनेसन इन फर्स्ट। अब हेर्नु त, इन फर्स्ट इक्वेसनमा लगाएर 0 राख्नुहोस्, 1 + 2y। बल्ल मजा आउने क्वेसन आयो नि त। 2y = -1, y को भ्याल्यु गइ छ त -1 डिभाइड बाई 2 छ। ल अब यस्तो क्वेसनमा चाहिँ हो कि तपाईँको बेसिक क्लियर हुने, बेसिक मजाले चाहिँ के हुने त, राम्रो अन्डरस्ट्यान्डिङ हुने। ल अब तपाईँहरूलाई थाहा छ, हामी त सबभन्दा यति पाउने बित्तिकै हाम्रो सबभन्दा काम भनेको, मेन काम भनेको हामी ग्राफ बनाइहाल्छौँ, किनकि हामीलाई त्यही बनाउन रमाइलो लाग्छ। ल अब सपोज y को भ्याल्यु यता कतै छ अरे। ठिक छ भनेपछि यो माइनस भनेपछि त 0 भन्दा तलतिरै होला, ढुक्कै पनि त्यही होला। सो एउटा यस्तो एउटा कुनै उ छ अरे, यसलाई मैले एरोसहित बनाइदिएँ ल। यस्तो एउटा कुनै छ अरे, यो चाहिँ 0 होला अरे। ल हेर्नु याद गर्नु है, मैले के भन्दैछु, माइनस छ y को भ्याल्यु। सो -1 डिभाइड बाई 2 यहाँ होला। सो yc लाई मैले कति लेखेँ, -1 डिभाइड बाई 2 लेखेँ, यहीँ लेखेँ। सो यहाँ कतै 0 होला, सिम्पल, किनकि 0 भन्दा तलै हुन्छ माइनस भएपछि। ओके सो यो भनेको t हुन्छ, जहिले नि यतापट्टि t हुन्छ, माथिपट्टि के हुन्छ त y हुन्छ। तपाईँले यहाँ x लेख्नु भएको छ भने यहाँ के लेख्नु पऱ्यो, x लेख्नु पऱ्यो, y त y नै भइहाल्यो। ठिक छ अब गर्ने के गर्ने, ल सिम्पल छ नि। अब तपाईँसँग त एउटा मात्रै सोल्युसन छ यहाँ। पहिला अघिको क्वेसनमा पो यस्तो थियो नि त, अघिको क्वेसनमा y = 0 पनि आयो, y = 4 पनि आयो भने हामी 0 को पनि निकाल्थ्यौँ, 4 को पनि निकाल्थ्यौँ। तर अहिले के आइरहेछ त, एउटा मात्रै आइरहेछ नि, y = 2 आएको कन्डिसन भयो नि त। यो त 2 मा मात्रै हेर्छौँ। यदि y > 2 छ, यदि y ड्यास स्मलर देन 2 छ, ग्रेटर देन 2 छ, स्मलर देन 2 छ मात्रै हेर्थ्यौँ। त्यस्तै गरी यहाँ पनि त्यही हेर्ने हो, सिम्पल लजिक। तपाईँले फेरि कन्फ्युज हुनु होला यो लेखेर, ल मैले यो पनि हटाइदिएँ ल यस्तो हटाइदिएँ। ल अब y को भ्याल्यु चाहिँ ग्रेटर हो कि स्मलर हो पत्ता लगाउने मात्रैको त कुरा हो। ल अब हेरौँ है त, इफ y इज ग्रेटर देन -1 डिभाइड बाई 2, यदि y को भ्याल्यु माइनस ग्रेटर भने चाहिँ कति हुन्छ त, ग्रेटर होला, -1 डिभाइड 2 भन्दा माथि होला भने चाहिँ के हुन्छ त, माथि होला भनेपछि। सपोज एउटा कुनै भ्याल्यु कुन लिने ल भन्नुहोस् त, कुनै एउटा लिनुहोस् भ्याल्यु कुनै एउटा लिनुहोस्, जुनै लिए पनि यहाँ लगेर राख्नुहोस्। यहाँ लगेर राखेपछि के हुन्छ त, ग्रेटर भ्याल्यु यहाँ लगेर राख्नुभयो भने के हुन्छ त, डिक्रिज हुन्छ, सिम्पल लजिक छ। सरी इन्क्रिज हुन्छ, सिम्पल लजिक छ होइन त। देन के हुन्छ त, dy/dt इज ग्रेटर देन 0। यो भनेको के हो,
इन्क्रिजिङ अब यहाँ त जेरो त भइ नै हाल्छ सब अफकोर्स जेरो हुन्छ कतै न कतै यहाँ होला उहीँ होला जेरो हुन्छ र अलिअलि स्पेस दिएर किनकि जेरोभन्दा तलै हुन्छ सो हेर्नु त अब तपाईँसँग यो भ्याल्यु छ भने चाहिँ अब यो इन्क्रिजिङ हुन्छ इन्क्रिजिङ कता हुन्छ त मास्तिर हुन्छ यसरी होला होइन त इन्क्रिजिङ हुन्छ जहाँ गयो नि हुन्छ कि जेरो वहाँ माथि छ भने इन्क्रिजिङ भइरहन्छ अब इफ y को भ्याल्यु स्मलर देन -1 डिभाइड बाई 2 लिनु देन dy बाई dt के आउँछ स्मलर देन जेरो सरी स्मलर देन जेरो आउँछ अफकोर्स अनि यो के हुन्छ डिक्रिजिङ हुन्छ अब डिक्रिजिङ भने यहीँबाट डिक्रिजिङ हुन्छ तलतिर झर्छ ल सक्यो त यो कति सजिलो इक्वेसन अब यो के हो यो तपाईँलाई एसिम्प्टोटिक नै भन्छ अनएसिम्प्टोटिक नै भन्छ यो चाहिँ अब स्टेबल हो कि अनस्टेबल हेर्नुहोस् जहिले पनि बुद्धि लगाउने यसरी बल ठोकिन आउँछ भने यो स्टेबल हो र ठोकेर उता जान्छ भने अनस्टेबल हो भनेर बुझ्नु याद गर्ने तरिका मात्रै सो बल ठोकेर मास्तिर गइरहेछ यताबाट आयो ठोकेर मास्तिर तलबाट माथि पाल्यो ठोकेर तलतिर आयो सो यो के हो त अनस्टेबल इक्वेसन हो नि अनस्टेबल इक्वेसन होइन त हो ल अब तपाईँहरूलाई अब यसको डिफ्रेन्स अब यतिमा मात्र गरेर त भएन यसको त t टेन्स टु इन्फिनिटी निकाल्नु पऱ्यो लिमिट सो के गर्नु पऱ्यो त सल्युसन निकाल्नु पऱ्यो dy बाई dt इक्वल्स टु 1 प्लस 2y सिम्पल छ यसको सोल्युसन त dy y पट्टिलाई यता ल्याइदिउँ 1 प्लस 2y इक्वल्स टु dt अब हेर्नु इन्टिग्रेसन गरिदिनु बोथ साइड ठिक छ अब यस्तो क्वेसन सल्भ गर्नु चाहिँ के हुनु पऱ्यो y लाई हेर्नु पऱ्यो सो y को डेरिभेटिभ के हुन्छ त dy हुन्छ तर यहाँ त 2y छ सो 2y को डेरिभेटिभ के हुन्छ 2dy हुन्छ सिम्पल भन्छ के थपिदिनु यहाँ माथि 2 थपिदिनु यहाँ 2 थपिदिनु तल पनि के थप्नु 2 थप्नु पऱ्यो सिम्पल अब तल 2 थप्नु यहाँ 2 थप्नु सेम हो सो मैले यसलाई के भनेर लेख्न मिल्छ यस्तो लेख्न मिल्छ इन्टिग्रेसन 2 dy डिभाइड बाई 1 प्लस 2y इक्वल्स टु 2 dt लेख्न मिल्यो किनकि 2 र 2 त काटिन्छ कन्स्ट्यान्ट भ्याल्यु ठिक छ सो यतिलाई मैले के लेख्न मिल्यो लग 1 प्लस 2y लेख्न मिल्यो सो 2t भने प्लस c 2t प्लस c आउने भयो इन्टिग्रेसन गर्दा ठिक छ कुरो मिल्छ अहिले देखिएन है ल अब हेर्नु त यो भने के हो मैले अघि भर्खर भने 1 प्लस 2y अब म भन्दिनँ यो भने के हो e 2t मैले सिधै c लेख्दै कसरी आयो भनेर कन्फ्युज नहुनु मैले अघि भनिसकेँ 2y इक्वल्स टु c e 2t माइनस 1 y लाई एक्लै बनाउनु पऱ्यो c e 2t माइनस 1 डिभाइड बाई 2 सो y t को भ्यालु के रहेछ त c e 2t माइनस 1 डिभाइड बाई 2 रहेछ सो अब तपाईँहरूलाई मैले भने लिमिट t टेन्स टु इन्फिनिटी y t को भ्यालु कति आउँछ त 0 माइनस 1 डिभाइड बाई 2 माइनस 1 डिभाइड बाई 2 एसिम्प्टोक हो कि यसको हो ठ्याक्कै मिल्यो मिल्ने कुरा मिल्यो कि मिल्ने एसिम्प्टोक हो कि होइन हो ठिक छ सरी एसिम्प्टोटिक के अरे इक्विलिब्रियम कन्डिसन हो कि हो ठिक छ कन्डिसन मिल्यो सो हाम्रो च्याप्टर सक्यो अब तपाईँहरूले यो मजाले गर्नुहोस् ल यो इक्वेसनहरू चाहिँ सल्भ गर्नुहोस् इक्वेसनहरू सल्भ गरेर मजाले बुझिन्छ कन्फ्युजिङ अलिअलि कन्फ्युजन हुन सकिन्छ अब तपाईँहरू मजाले हेर्नुहोस् राम्रोसँग हेर्नुहोस् मजाले बुझ्नुहोस् है त ल अब अर्कोचोटिबाट चाहिँ हामी लिनियर डिफ्रेन्सियल इक्वेसन फर्स्ट अर्डर हेर्छौँ र त्यसमा हामीले पढ्छौँ इनिसियल भ्याल्यु प्रब्लम भनेको के हो कसरी हो इनिसियल भ्याल्यु प्रब्लममा पनि यस्तो तपाईँलाई कहिलेकाहीँ एरो यो ए ग्राफ स्लोप बना भन्न सक्छ ग्राफिकल रिप्रेजेन्टेटिभ दे भन्न सक्छ त्यस्तो दिँदाखेरि के गर्ने भनेर चाहिँ हामी अर्को भिडियोमा हेर्नेछौँ ल थ्याङ्क्स फर वाचिङ गाइज अनि केही क्वेसन सोध्नु छ भने चाहिँ ब्याचलर क्वेसन ब्याङ्क एपमा गएर सोध्नुहोस् यसको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा राखिदिनेछु ल किप लर्निङ किप लभिङ किप इन्जोइङ किप सपोर्टिङ